स्मृति केन्द्रका महासचिव दिल सुन्दर श्रेष्ठ हामीले पारिजात स्मृति केन्द्रले हरेक वर्ष साहित्य क्षेत्रमा कलाकर्मीहरूले आफ्नो सङ्घर्षका गाँठा जोड्दै आएका व्यक्तित्वहरूलाई हामीले सम्मान गर्ने हरेक वर्षको हाम्रो कार्यक्रम अन्तर्गत आज हामी यो पारिजात स्मृति सभा सँगसँगै पनि यो सम्मानको कार्यक्रम जोड्दै यो कार्यक्रम सुरु गर्न म गइरहेको छु। म यहाँ सबैको यो गरिमामय उपस्थितिको लागि हार्दिक नमन टक्राउन चाहन्छु र अभिवादन टक्राउन चाहन्छु। मूलत पारिजात दिदीको बारेमा मैले धेरै भनिरहनु पर्दैन र थुप्रै वक्ताहरू हुनुहुन्छ, उहाँले यसमा प्रकाश पार्नु नै हुनेछ र पारिजातको आफ्नो जीवनीको बारेमा पनि मैले धेरै कुराहरू यहाँ भनिरहनु पर्दैन। समयको पाबन्दीलाई मैले ख्याल राख्दै म आसन ग्रहण गर्नको लागि म यी व्यक्तित्वहरूलाई यहाँ यो मञ्चमा आमन्त्रण गर्न गइरहेको छु। सबभन्दा पहिला पारिजात स्मृति केन्द्रका अध्यक्ष आदरणीय व्यक्तित्व इन्दिरा दलितजीलाई चाहिँ यो सभाको आसन ग्रहण गरिदिनुको लागि, सभापतित्वको आसन ग्रहण गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी यो सभामा पारिजात स्मृति केन्द्र जसको संरक्षकत्व ग्रहण गर्दै यसलाई यो यात्रालाई यहाँसम्म ल्याउन हामीलाई साथ सहयोग दिइरहनुभएका पारिजात दिदीका आफ्नै बहिनी सुकन्या वाइबाजीलाई पनि आज यो अतिथि दीर्घामा आएर आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आमन्त्रण गर्न चाहन्छु। कार्यक्रमको यो स्मृति सभा सम्मान कार्यक्रमका हाम्रा प्रमुख अतिथि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति हाम्रा अग्रज विमल निमाज्यूलाई यो अतिथिको आसन ग्रहण गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी यो पारिजात स्मृति सभा सम्मान कार्यक्रमका वक्ताको रूपमा आज पारिजात दिदीको बारेमा केही चर्चा परिचर्चा गर्न र केही पारिजातको बारेमा आफ्ना विचार प्रकाशित व्यक्त गर्नको लागि हाम्रा पूर्व भौतिक तथा योजना मन्त्री हिस्ला एमी ज्यूलाई चाहिँ आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो माझ यो पारिजात स्मृति केन्द्रलाई यहाँसम्म लिएर आउने हाम्रा पूर्व यो पारिजात स्मृति केन्द्रका अध्यक्षज्यूहरू हुनुहुन्छ। म उहाँहरूलाई यो दर्शक दीर्घाको अगाडि पत्ती आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी सबभन्दा पहिला म डाक्टर महेश मास्केज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी लक्ष्मी माली जो पाल्नु भएको छ उहाँलाई पनि यो दर्शक दीर्घामा आएर आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी स्नेह सामीजी अशक्तका बावजुद पनि यहाँ आज पाल्नु भएको छ, म उहाँलाई पनि यो अग्रपङ्क्तिमा आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। यसै गरी यो पारिजात स्मृति केन्द्रको यो यात्रामा आफ्नो महत्त्वपूर्ण योगदान दिँदै हाम्रो यो पारिजात स्मृति केन्द्रलाई साथ सहयोग दिने आउनुभएका यो पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष राजेन्द्र अधिकारीज्यूलाई पनि यहाँ अग्रस्थानमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यो पारिजात स्मृति केन्द्रका
पूर्व अध्यक्ष मातृका पोखरेल ज्यूलाई पनि दशरथ दीर्घामा आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। थुप्रै खालका व्यक्तित्वहरू हामी यहाँ देखिरहेका छौँ। हाम्रो प्रगतिशील फाँटका समालोचक आदरणीय निनु चापागाईजी लाई पनि म यो अग्र दशमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र यसै गरी मेरा सम्पूर्ण कार्य समितिका मित्रहरू हुनुहुन्छ र थुप्रै साहित्य क्षेत्रमा आफ्नो बहुमूल्य योगदान दिँदै आफ्नो ठाउँमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका व्यक्तित्वहरू आज यहाँ हुनुहुन्छ। म उहाँहरूलाई यो पारिजात स्मृति केन्द्रको आज स्मृति सभामा यहाँहरूको हार्दिक स्वागत गर्दै आज सम्मानित हुने व्यक्तित्वहरूलाई चाहिँ म यहाँ मञ्चमा आसन ग्रहण गइरहेको छु। त्यसमा सबभन्दा पहिले तेज प्रकाश श्रेष्ठ जी हुनुहुन्छ, जसले चाहिँ यो पारिजात बाल साहित्य सम्मान हाम्रो यो पारिजात स्मृति केन्द्रको कार्य समितिले गठन गरेको कमिटीबाट उहाँको थुप्रै नामहरूमध्ये तेज प्रकाश श्रेष्ठज्यूलाई चाहिँ हामीले छनौट गरेका थियौँ। यसै गरी डाक्टर बिन्दा पाण्डे पारिजात सङ्घर्षशील नारी सम्मान उहाँ अहिले आउँदै हुनुहुन्छ। म जाममा परेको छु, म अलिकति ढिलो हुन्छ भनेर उहाँले भर्खरै फोन गर्नुभएको छ। उत्तम दङ्गोलजी उहाँले पनि भर्खरै यस्तै गरेर फोन गरिरहनु भएको छ र बिना थिङजी यहाँ हुनुहुन्छ, उहाँलाई पनि यो मञ्चमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। केही कुराहरू प्रकाश पार्दिन हुन र पारिजातका बारेमा आफ्ना विचारहरू र पारिजातले आफ्नो जीवनकालमा साहित्य क्षेत्र र जनताका भावनाहरू र त्यतिखेरको जुन एउटा तानाशाही सरकार थियो, पञ्चायती व्यवस्था, त्यसको विरुद्ध सडक आन्दोलनदेखि आफ्ना विभिन्न किसिमका आयामबाट यो साहित्य क्षेत्रमा पारिजात दिदीले पुर्याउनु भएको योगदान आज हामी स्मरण गर्दै म आज यो कार्यक्रममा वक्ताको रूपमा हाम्रो पूर्व अध्यक्ष मातृका पोखरेलजी हुनुहुन्छ। उहाँले केही कुराहरू यहाँ प्रकाश पारिदिनु हुनुको लागि म उहाँलाई अनुरोध गर्न चाहन्छु। केही कुराहरू प्रकाश पार्नको लागि मातृका पोखरेलजीलाई म पछि यो कार्यक्रममा बोलाउने नै छु। र सबभन्दा पहिले म पूर्व मन्त्री हिस्ला एमीजी म उहाँलाई सम्झिँदाखेरि यो भवन जुर्क उठेर आए जस्तो सम्झना हुन्छ। उहाँको कार्यकालमा म पूर्व भौतिक योजना मन्त्री भइरहँदाखेरि पारिजात दिदीलाई सम्झना स्वरूप सम्झना गरेर उहाँको योगदानलाई चाहिँ आदर गर्दै तत्कालीन सरकारले चाहिँ हामीलाई केही रकमहरू दिएर यो भवनको पहिलो तलाको जग बनाउन जुन एउटा महत्त्वपूर्ण भूमिका उहाँले निर्वाह गर्नुभएको छ, म उहाँलाई यो कार्यको लागि पनि धेरै हार्दिकपूर्वक सम्मान गर्दै आज उहाँले गरिरहेको यो भवनको जुन एउटा भौतिक योजना मन्त्री हुँदाखेरि यो क्षेत्रबाट निर्वाचित मन्त्री उहाँ र यो क्षेत्रमा उहाँले यो पारिजात स्मृति केन्द्र र पारिजात दिदी सँगै सहयात्रामा लाग्नुभएका आदरणीय व्यक्तित्व। उहाँले यो पारिजातको यो भवनको मूल पहिलो तला जग शिलान्यास गर्न उहाँले महत्त्वपूर्ण आर्थिक सहयोग सरकारको तर्फबाट दिनुभयो। म त्यसको लागि हार्दिकतापूर्वक सम्मान गर्दै आज पारिजात दिदी सम्बन्धमा केही कुराहरू राखिदिन हुनको लागि म उहाँलाई यो मञ्चबाट म यो हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। वास्तवमा
यहाँ यो बिल्डिङको लागि मैले त्यतिखेर पैसा हालेको मात्रै होइन कि यो जुन रिङ रोडको जुन यो नदीको किनारको रोड यो वास्तवमा ठ्याक्कै यो जहाँ रिङ रोड छ त्यहाँ चाहिँ नि त्यो अतिक्रमण भएर यो पुरै बन्द थियो के। अनि त्यस कारणले यसलाई खोलाउने काम र यहाँ चाहिँ पिच गर्ने काम पनि मेरै पालामा भएको हो है। यो पनि म सुनाउन चाहन्छु। र मलाई खुसी के लागिरहेछ त भन्दाखेरि यो रोडको नाउँ पनि पारिजात दिदीको नाउँबाट नामाङ्करण गरेको छ भनेर भर्खर मैले थाहा पाएँ। एकदमै खुसी लाग्यो किनभने यो रोड एकदमै सामरिक छ। किनभने भोलि गएर यो भारत र चीनलाई जोड्ने रोड हो यो। कमसेकम मैले त्यो आधारमा चाहिँ यसलाई चाहिँ खुलाउने र स्तरीयकरण गरेको पनि हो। त्यो दृष्टिकोणबाट आज यो पिच भएको देख्दाखेरि मैले यतिखेर पारिजात दिदीलाई असाध्यै सम्झिरहेको छु। जुन बेलामा म सायद 16-17 वर्षको थिएँ होला। म साइकल चलाएर हिँड्थेँ। म इन्डियामा पढ्थेँ र छुट्टीको बेलामा आउँथेँ र जहिले पनि मेरो घर फेरि मेरो बाइक लिएर नजिकै रक्तकाली त्यहाँबाट साइक्लिङ गरेर आउँथेँ। र म एउटा आर्किटेक्ट पनि भएको नाताले मैले अहिले पनि उहाँको कोठा सम्झिन्छु। त्यो कोठाको भित्ता जो चाहिँ नि वास्तवमा एउटा त्यहाँ कुनै पन्निङ या कुनै त्यहाँ चाहिँ नि मोर्टार लगाएको हुँदैन थियो। एकदम भित्ता चाहिँ नि प्रष्ट रूपमा तपाईँले चाहिँ नि त्यहाँ इँटाहरू देख्थ्यो। र त्यो देखेपछि मलाई कस्तो लाग्थ्यो भन्दाखेरि वास्तवमा त्यो भनेको हाम्रो पारिजात दिदीको अनुहार पनि बिना लिपस्टिक बिना क्रिम जुन किसिमले एकदम प्रष्ट उज्यालो देख्थ्यो त्यसको प्रतीक मैले मान्थेँ। र अर्को चिज मैले के पनि नोट गरेँ भन्दाखेरि उहाँको कोठामा ऐना थिएन तर समाजको ऐना देखाउने किताबहरू लहरै राखिन्थ्यो। यति हुँदै फेरि मलाई चसक्क केले छोयो त भन्दाखेरि उहाँले त्यो किताबहरू बिक्रीको लागि राख्थ्यो। म बेवकुफ मैले एउटा पनि किताब किनेन र मैले उहाँको एउटा मात्रै कुन किताब पढेँ त भन्दाखेरि जनआन्दोलन सिद्धिसकेपछि अनिलो पहाड त्यो मैले किताब पढेँ। र जनयुद्ध गरेर आइसकेपछि मैले बहुचर्चित एउटा चाहिँ बुर्जुवा वर्णमा एकदमै बहुचर्चित शिरीषको फुल पनि मैले पढेँ। र मलाई कस्तो लाग्यो त भन्दाखेरि पुँजीवादी संस्कृतिको दृष्टिकोणबाट शिरीषको फुल उत्कृष्ट थियो। उहाँले मदन पुरस्कार पाउनुभयो। तर अनिलो पहाडको किताब यति उत्कृष्ट थियो। त्यो पनि वास्तवमा भन्नुपर्दा त्यो बेलाको जुन आन्दोलनको राजतन्त्र विरुद्धको आन्दोलनको एउटा प्रतीकको रूपमा पहिलो जनआन्दोलनलाई सुरुवात गर्ने 36 सालको आन्दोलन त्योभन्दा अगाडि फेरि यो बहुदल या निर्दल भन्ने जुन आन्दोलन थियो त्यो सबैलाई यस्तो राम्रोसँग उहाँले समेटेर कलात्मक ढङ्गले जुन उहाँले कथा बनाउनु भयो। वास्तवमा अन्तर्राष्ट्रिय राष्ट्रिय रूपमा त उहाँले मदन पुरस्कार पाउनुभयो तर अन्तर्राष्ट्रिय रूपमा उहाँले रोजा फाउन्डेसन भन्ने अहिले मैले सुनिरहेको छु रोजा लक्जमबर्ग अवार्ड पनि उहाँले पाउनुपर्छ। र त्यो पाउनको लागि मलाई के लाग्छ भने यो हाम्रो पारिजात स्मृति केन्द्रले त्यसको लागि सङ्घर्ष गर्नुपर्छ, त्यसको लागि पहल कदमी गर्नुपर्छ जस्तो मलाई लाग्छ। र मलाई कस्तो लाग्यो त भन्दाखेरि उहाँ त्यति बेला जन्मिनुभयो, त्यति बेला सङ्घर्ष गर्नुभयो, त्यति बेला चर्चामा आउनुभयो जति बेला राजनीतिक पार्टीहरू भूमिगत थिए। र उहाँले लेखेका लैङ्गिक दृष्टिकोणबाट वर्गीय दृष्टिकोणबाट त्यो मात्रै नभएर गैर वर्गीय प्रश्न जस्तै उहाँ एउटा तामाङकी छोरी भएर जनजातिका कुरा दलितका कुरा जुन अहिले आएर उजागर भएको थियो त्यो बेलामा जब यी प्रश्नहरू वर्गीय प्रश्नले खाइसकेको थियो। वर्गीय प्रश्नको बेलामा दलितको प्रश्न त्यति आइरहेको थिएन, त्यो बेलामा जनजातिको इस्यु त्यति आइरहेको थिएन। तर उहाँले त्यतिखेरदेखि नै उजागर गरेर जुन किसिमले उहाँले यी कुराहरू ल्याएका छन् त्यो बेलामा त
साँच्चै भन्ने एउटा कहाँ थियो वुमेन स्टडिज, कहाँ थियो जेन्डर स्टडिज भन्ने? त्यो नभएको बेला नि उहाँले जुन किसिमले यी कुराहरू उठान गरेर त्यसलाई जुन प्रशिक्षित गर्ने काम गर्नुभयो, साँच्चै भन्ने हो भने त उहाँ त 21औं शताब्दीमा जन्मिनुपर्ने व्यक्ति, उहाँ चाहिँ नि त्यो बेलामा जन्मिएर जुन किसिमले उहाँले सङ्घर्ष गर्नुभयो हैन, जुन किसिमले उहाँले मार्गदर्शन गर्नुभयो, उहाँ त नेपालको मात्रै नभएर एसियाको मात्रै नभएर विश्वको एउटा चाहिँ नि कर्मठ महिला मात्रै नभएर, उहाँ मार्क्सवादी मात्रै नभएर, उहाँ एउटा चाहिँ नि लैङ्गिक दृष्टिकोणबाट महिलावादी मात्रै नभएर, उहाँ ह्युमनिस्ट भएर चाहिँ नि उहाँ मानवतावादी मात्रै नभएर, उहाँ यस्तो परिवेशमा आज उहाँलाई स्मरण गर्न त झन् बढी हामीले गर्नुपर्छ। किनभने आजको युग भनेको दक्षिणपन्थी हावाको युग हो। तपाईँले देखिहाल्नुभयो अमेरिका जस्तो ठाउँमा, अमेरिकाको हार्वर्ड भन्ने ठाउँ जसलाई एउटा टप इन्टेलेक्चुअल ब्रेनको रूपमा, विश्वकै ब्रेनको रूपमा चिनिरहेको त्यो हार्वर्ड युनिभर्सिटीमा त्यहाँको ट्रम्पले मार्क्सवादी हो, त्यो चाहिँ लेफ्टहरूको, त्यो प्यालेस्टाइनको लागि लड्ने त्यो ठाउँ हो, एकदम यसलाई खत्तम पार्नुपर्छ भनेर त्यहाँ सरकारले दिएको अनुदान कटौती गरेको छ। धेरै टाढा जानु पर्दैन, त्यही जेएनयू जहाँबाट ठुल्ठुला प्रगतिशील र मार्क्सवादी दृष्टिकोण भएका चाहिँ प्रोफेसरहरू, अनुसन्धानकर्ताहरू जन्मिने ठाउँमा आज त्यहाँ सेक्सुलाइजिङ भइरहेछ। त्यहाँ चाहिँ पुरै हिन्दुत्वको वकालत गरेर मार्क्सवादीहरूलाई चाहिँ त्यहाँ चाहिँ निकाल्ने काम भइरहेछ। धेरै टाढा जानु पर्दैन, नेपालमै पनि आज टियुमा त्यहाँको नेपाली डिपार्टमेन्टले त्यहाँ सङ्घर्ष गरिरहेछ। किन सङ्घर्ष गरिरहेछ त भन्दाखेरि पारिजात दिदी जो अन्तर्राष्ट्रिय रूपमा नोट भइसकेको छ, उहाँका कृतिहरू इङ्ग्लिसमा छापिएको छ, जर्मनीमा छापेको छ, विभिन्न देशहरूले छापिरहेको छ। त्यस्तो अवस्थामा त्यहाँको मास्टर्स लेभलको सिलेबसबाट मैले सुनेछु पारिजात दिदीलाई निकाल्ने काम भइरहेछ भनिरहेछ। त्यहाँको मान्छेहरू, त्यहाँको चाहिँ प्रोफेसरहरू मैले बुझेअनुसार आन्दोलित छ। त यस्तो अवस्थामा मलाई के लाग्छ भने यो हाम्रो पारिजात स्मृति सभा जुन प्रत्येक वर्ष भइरहेछ, यो सभामा मात्रै परिणत नभएर यो आन्दोलनको रूपमा यो अगाडि बढ्नुपर्छ भन्ने मलाई भित्रैदेखि लागेको छ। त्यो मात्रै होइन, मलाई कस्तो लाग्यो भन्दाखेरि उहाँको सँगसँगै भन्दा पनि अझ एक पाइला अगाडि लक्ष्मीप्रसाद देवकोटाको नाउँ आउँछ। लक्ष्मीप्रसाद देवकोटा पछि अनि पारिजात दिदीको नाउँ आउने गर्दाखेरि पनि मलाई चस्क्क छोएको छ। मलाई के लाग्छ त भन्दाखेरि दुवैजना आफ्नो ठाउँमा प्रतिष्ठित छ, दुवैलाई अगाडि बढाउनुपर्छ। उहाँहरू भनेको एउटा स्याउ हो भने अर्को चाहिँ सुन्तला हो। जसरी सुन्तला आफ्नो ठाउँमा आफ्नो महत्त्व छ, स्याउको आफ्नो ठाउँमा महत्त्व छ। अझ परिवेशले कुरा गर्ने हो भने त लक्ष्मीप्रसाद देवकोटा एउटा पुरुष हो, जबकि हाम्रो पारिजात महिला। लक्ष्मीप्रसाद देवकोटा एकजना ब्राह्मण हो, उहाँ चाहिँ अवहेलित एउटा तामाङ जातिको महिला हो। लक्ष्मीप्रसाद देवकोटा काठमाडौँवासी, काठमाडौँमा घर भएको, उहाँ दार्जिलिङ छोडेर घरबार विहीन भएर यहाँ डेरामा बसेको स्थिति। त्यो मात्रै नभएर उहाँ यहाँको नागरिक। अनि पारिजात दिदी 40औं वर्ष यहाँको साहित्यको लागि, यहाँको आन्दोलनको लागि, यहाँको अग्रगामी पहल गर्नेको लागि लडिरहेको महिलाले अन्तिमसम्म पनि उहाँले चाहिँ आफ्नो नागरिकता नपाएको भन्ने मैले सुनिरहेको छु। त्यो मात्रै नभएर उहाँ सशक्त, उहाँ अशक्त, उहाँ विवाहित, उहाँ अविवाहित, उहाँसँग बच्चाहरू थियो, उहाँको बच्चा थिएन। त यस्तो परिवेशमा उहाँलाई दोस्रो स्थानमा राख्नु म चाहिँ मान्नेवाला छैन। उहाँहरू दुवै आफ्नो ठाउँमा सम्मानित गर्नुपर्छ। र यो चिज मलाई लाग्छ हाम्रो पारिजात स्मृति केन्द्रले यसलाई पनि त्यही स्थानमा लाएर उहाँलाई दोस्रो स्थान होइन समकक्षीको रूपमा उहाँलाई लड्नुपर्छ। उहाँ एउटा महिला भएको कारणले गर्दाखेरि साँच्चै भन्यो किन उहाँ इन्टरनेसनल भयो, किन उहाँ चाहिँ अन्तर्राष्ट्रिय भयो, किन त्यही स्तरमा चाहिँ लक्ष्मीप्रसाद देवकोटा हुन सकेन।
कारण के छ त भन्दाखेरि विश्वले के बुझेछ भन्दाखेरि महिला हुनु भनेको कति जटिल हो। त्यसमा पनि एउटा डिसेबल भएको महिला भएर त्योसँग सङ्घर्ष भएर स्थापित हुनु त्यो डबल जटिलको काम हो। त्यस दृष्टिकोणबाट म उहाँमाथि ठुलो नमस्कार गर्दै म के भन्न चाहन्छु त भन्दाखेरि अहिलेको सन्दर्भमा उहाँका कविताहरू, उहाँको इन्टरभ्यूहरू, उहाँका कृतिहरू पढ्दाखेरि आज पारिजात दिदीको एकदमै एब्सेन्सको महसुस भइरहेको छ र त्यो परिपूर्ति गर्नको लागि वास्तवमा जन्मिँदाको बेलामा मैले पारिजात दिदीलाई खोज्दै हिँडेको थिएँ। कोही त पारिजात भएर जन्मिन्छ भनेर म खोज्दै हिँडेको थियो। पारिजात दिदी त जन्मेन तर देवी जन्मियो। सायद तपाईँलाई थाहा छ देवी भन्ने पात्र हाम्रै जनयुद्धकै पात्र जो पुलिसबाट सेनाबाट बलात्कृत भएर होइन उहाँले महिला हिंसामा लैङ्गिक हिंसामा बलात्कार पनि त्यत्तिकै एउटा हिंसाको पाठ हो भनेर टिआरसीमा त्यसलाई चाहिँ एउटा पाठको रूपमा राख्न उहाँ सफल भएको छ। उहाँको बारेमा एउटा डकुमेन्ट पनि भएको छ र म रिक्वेस्ट गर्छु त्यो एउटा डकुमेन्ट तपाईँले हेरिदिनु होला। यति भन्दै म लास्टमा के भन्न चाहन्छु त भन्दाखेरि पारिजात वास्तवमा भन्ने हो भने अहिले एआईको जगतमा, आर्टिफिसियल इन्टेलिजेन्सको जगतमा म यति प्रश्न गर्न चाहन्छु कि के एआईले पारिजात जन्माउन सक्छ? आर्टिफिसियल इन्टेलिजेन्स भनेको त 100% त्यो के भन्ने त्यसलाई 100% त्यो चाहिँ नि जस्तै पारिजात दिदी एबल भन्छ नि त्यसलाई होइन, नेपालीमा के भन्छ डिसेबलको एबललाई नेपालीमा के सशक्त जो एबल 100% एबल भएर त्यो भने त्यसले फङ्सन गर्छ। त्यसमा अलिकति मात्रै तपाईँको चाहिँ डिसेबिलिटीको डर मात्रै भयो भने कि त त्यो पागल हुन्छ त्यो एआई कि त त्यो खत्तम हुन्छ। तर पारिजात दिदी जो वास्तवमा त्यसै डिसेबिलिटीमा चढेर त्यसमाथि सङ्घर्ष गरेर उसले जितेको छ। त्यस कारणले गर्दाखेरि एआईलाई पनि जित्न नसक्ने पारिजातलाई नमन। पारिजात जिन्दाबाद, मार्क्सवाद जिन्दाबाद, महिलावाद जिन्दाबाद, मानवतावाद जिन्दाबाद। धन्यवाद। राजनीतिक कर्मी र व्यक्तित्व हिजला एबीमा जसले चाहिँ साहित्यमा पारिजातले पुर्याउनु भएको योगदानको बारेमा मुक्त कण्ठले प्रशंसा गर्नुभयो र पारिजातलाई एआई भन्दा पनि उच्च कोटिको अग्रणी स्थानमा राखिनुपर्छ भन्ने जस्ता कुराहरूको उहाँको अभिव्यक्तिलाई म हार्दिक नमन गर्दै म आज यो हाम्रो स्मृति सभामा हाम्रो उत्तम दङ्गोलजी भर्खरै पाल्नु भएको छ। म उत्तम दङ्गोलजीलाई आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सुभाष श्रेष्ठजी यहाँ पाल्नु भएको छ, उहाँलाई पनि आफ्नो यथास्थानमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अबको चरणमा हामी यी व्यक्तित्वहरू जसले हामी यो पारिजात स्मृति सभामा र पारिजात स्मृति केन्द्रले सम्मानितको रूपमा हामीले उहाँलाई आज यहाँ बोलाएर सम्मान गर्न गइरहेका छौँ। ती व्यक्तित्वहरूलाई सम्मान गर्नको लागि म हाम्रो कार्य समितिका सदस्य डाक्टर बिन्दु शर्माजीलाई यहाँ सहयोग गरिदिनु अथवा सीता दाहालजीलाई पनि उपाध्यक्ष सीता दाहालजीलाई पनि सहयोग गरिदिनु हुन म हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। एउटा म यहाँहरूको माझमा म पढेर सुनाउन चाहन्छु। नेपाली बाल साहित्यका विविध विधामा लेखन, सम्पादन एवं अनुवाद गर्नुका साथै संस्थागत रूपमा समेत यहाँले पुर्याउनु भएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै पारिजात स्मृति दिवसमा अवसरमा तपाईँ प्रसिद्ध साहित्यकार तेज प्रकाश श्रेष्ठलाई पारिजात बाल साहित्य सम्मान 2081 प्रदान गरिएको छ।
र हामी तपाईको सृजनशीलता सुस्वास्थ्य एवं समृद्धिको उत्तरोत्तर प्रगतिका निमित्त हार्दिक शुभकामना प्रकट गर्दछौँ। यो प्रमुख अतिथि उपकुलपति नेपाल प्रज्ञा प्रतिष्ठान विमल निभा र अध्यक्ष इन्दिरा दल्ली पारिजात स्मृति केन्द्र। अब अर्को व्यक्तित्व हुनुहुन्छ डाक्टर बिन्दा पाण्डे। उहाँलाई हाम्रो प्रमुख अतिथि उपकुलपति नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाबाट सम्मान पत्र प्रदान गर्नुको साथै माल्यार्पण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। नेपाल राजनीतिक आन्दोलनका माध्यमबाट वर्गीय, लैङ्गिक, जातीय रूपले उत्पीडनमा परेका समुदायको अधिकारको संरक्षण तथा प्रवर्धनमा विशेष योगदान पुर्याई राजनीतिक सुशासन र आर्थिक पारदर्शिताका लागि गर्नुभएको अटक सङ्घर्षको कदर गर्दै पारिजात स्मृति दिवसका अवसरमा तपाईँ जनअधिकार रक्षक डाक्टर बिन्दा पाण्डे श्री बिन्दा पाण्डेलाई पारिजात सङ्घर्षशील नारी सम्मान 2081 प्रदान गरिएको छ। हामी तपाईको सृजनशीलता सुस्वास्थ्य एवं समृद्धिको उत्तरोत्तर प्रगतिको कामना हार्दिक शुभकामना व्यक्त गर्दछौँ र उपकुलपति विमल निभा नेपाल प्रज्ञा प्रतिष्ठान र अध्यक्ष इन्दिरा दल्ली म अर्को सम्मानित हुने व्यक्तित्वको नाम लिँदैछु। उहाँ हुन्छ श्री बिना थिङ। उहाँलाई हाम्रो ज्यूलाई यहाँ मञ्चमा आएर उहाँलाई चाहिँ यो पुरस्कारको संस्थापन पनि उहाँले गर्नुभएको छ। यो सम्मान गरिदिनुको लागि प्रमाणपत्र माल्यार्पण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र नेपाली साहित्यका विविध विधामा सृजना गरी जनपक्षीय लेखनका माध्यमबाट प्रगतिशील चेतना अभिवृद्धिमा पुर्याउनु भएको योगदानको कदर गर्दै पारिजात स्मृति दिवसका अवसरमा तपाईँ साहित्यकार श्री बिना थिङलाई पारिजात सृजन सम्मान 2081 प्रदान गरिएको छ। हामी तपाईको सृजनशीलता सुस्वास्थ्य एवं समृद्धिको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना प्रकट गर्दछौँ र उपकुलपति विमल निभा नेपाल प्रज्ञा प्रतिष्ठान डाक्टर महेश मास्के सम्मान संस्थापक अध्यक्ष कृष्णदेवी मास्के स्मृति गुठी दिल सुन्दर श्रेष्ठ महासचिव पारिजात स्मृति केन्द्र इन्दिरा दल्ली अध्यक्ष पारिजात स्मृति केन्द्र र यो पारिजात सृजन सम्मान 2081 यसको स्थापना पारिजात सुरुका दिनदेखि यो कृष्णदेवी मास्के स्मृति गुठीबाट केही रकम अक्षय कोषमा राखेर र यो रकम चाहिँ हामीले यो सम्मान पत्र प्रदान गर्दै आइरहेका छौँ। नेपाली मूर्तिकला तथा चित्रकलाका क्षेत्रमा पुर्याउनु भएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै पारिजात स्मृति दिवसका अवसरमा तपाईँ कलाकार श्री उत्तम दमोललाई पारिजात कला सम्मान 2081 प्रदान गरिएको छ। हामी तपाईको सृजनशीलता सुस्वास्थ्य एवं समृद्धिको उत्तरोत्तर प्रगतिका निमित्त हार्दिक शुभकामना प्रकट गर्दछौँ र उपकुलपति विमल निभा नेपाल प्रज्ञा प्रतिष्ठान र इन्दिरा दल्ली अध्यक्ष पारिजात स्मृति केन्द्र दिल सुन्दर श्रेष्ठ दुर्गालक्ष्मी श्रेष्ठ यो सम्मान यो पारिजात कला सम्मानका संस्थापक दिल सुन्दर दुर्गालक्ष्मी श्रेष्ठबाट अहिले स्थापित गर्दै आइरहेको छ र म अब सम्मानित हुने व्यक्तित्वहरूको बारेमा हाम्रा
यो पारिजात स्मृति केन्द्रका अध्यक्ष पूर्व अध्यक्ष मातृका पोखरेलज्यूलाई केही सम्मानित हुने व्यक्तिको बारेमा केही कुराहरू राखिदिन हुनको लागि म हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रसिद्ध कवि आदरणीय विमलजी भाजु, पारिजात स्मृति केन्द्रका संरक्षक र संस्थापक अध्यक्ष आदरणीय सुकन्या भाइ भाजु, आज पुरस्कृत हुनुहुने पारिजात संघर्षशील नारी सम्मानबाट पुरस्कृत हुनुहुने डाक्टर वृन्दा पाण्डेज्यू, पारिजात बाल साहित्य सम्मानबाट सम्मानित हुनुहुने आदरणीय तेज प्रकाश श्रेष्ठज्यू, पारिजात सृजन सम्मानबाट सम्मानित हुनुहुने बिना थिङज्यू र पारिजात कला सम्मानबाट सम्मानित हुनुहुने उत्तम नन्दज्यू, उपस्थित यहाँ धेरै सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ। सबैलाई नमस्कार। मलाई एउटा जिम्मेवारी आज सम्मानित हुने श्रेष्ठहरूको बारेमा, सङ्घर्षशील योद्धाहरूको बारेमा केही प्रकाश पार्नु परेको छ। तपाईँहरूको हातमा एउटा पुस्तिका छ, चारैजनाको बारेमा लेखिएको परिचय त्यसैमा छ। त्यो भइसके पछाडि मलाई त धेरै सजिलो त भइहाल्यो, त्यही पनि आफ्नो भूमिका अलिकति फरक ढङ्गले यहाँ प्रस्तुत गर्दा उपयुक्त हुन्छ भन्ने लाग्यो। सर्वप्रथम म पारिजात सृजन सम्मानबाट सम्मानित हुनुहुने बिना थिङ, उहाँ एकजना प्रसिद्ध आख्यानकार हुनुहुन्छ, कवि हुनुहुन्छ। पहिलो कुरो त अघि अलिकति कार्यक्रमको सञ्चालन गर्ने बेलामा महासचिव दिलसुन्दर श्रेष्ठले पनि भन्नुभयो, यो पुरस्कार हामीले 2051 सालदेखि नै पारिजात स्मृति केन्द्र स्थापना भएकै वर्षदेखि दिन थालेका हौँ र त्यति बेलादेखि नै यो पुरस्कारको सुरुमै यो पुरस्कारको स्थापना गर्ने काममा कृष्णदेवी मास्के मुठीले यसको सबै जिम्मेवारी, व्यवस्थापनको जिम्मेवारी लियो र अहिलेसम्म बिनाजी सबभन्दा पहिलो पुरस्कार, त्यति बेला पुरस्कार भनेको हामीले पछि त्यसलाई सम्मान भनेर नामाकरण गऱ्यौँ, अलिकति परिवर्तन गऱ्यौँ। मूलत रमेश दाईको विशेष आग्रह थियो त्यसमा, यो पुरस्कार होइन सम्मान भन्ने गरौँ, यसमै यसको ओत छ भन्ने रमेश दाईको विशेष आग्रह थियो। त्यस पछाडि हामीले यसलाई सम्मान भन्ने गऱ्यौँ र सबभन्दा पहिले 2051 सालमा मुन्ता शर्माले यो सम्मान पाउनु भएको थियो र अहिले 30औं प्रतिभा बिना थिङ हुनुहुन्छ। अब बिना थिङको बारेमा यहाँ म देखिरहेको छु धेरै साहित्यिक व्यक्तित्वहरू हुनुहुन्छ, उहाँको बारेमा, उहाँको योगदानको बारेमा धेरै चर्चा गरिरहनुपर्छ भन्ने त मलाई लाग्दैन। त्यही पनि राज्य तहबाट ऐतिहासिक रूपमै सीमान्तमा पारिएका समुदायको बारेमा उहाँले प्रशस्त लेख्नु भएको छ, कथा कविता। करिब करिब भन्नुहुन्छ भनेदेखि उहाँको एउटा अत्यन्तै चर्चित कृति एम्बुनेर, त्यो एम्बु भनेको मलाई लाग्छ, म अझै कन्फर्म त छैन, काठमाडौँ, तामाङ भाषामा काठमाडौँ, त्यहीको नजिकको वातावरणलाई, त्यहाँको नजिकको तामाङहरूको जीवन अवस्थालाई वा उनीहरूले राज्यबाट जसरी प्रताडना पाइरहे त्यो सन्दर्भलाई उहाँको त्यसमा मात्रै छैन, उहाँले लेख्नु भएको अरू कृतिहरूमा, अरू रचनाहरूमा पनि यो कुरो धेरै उल्लेख गर्नुभएको छ। हामी सबै याम्बु गाउँमै बसिरहेका छौँ। याम्बु भनेको तामाङ भाषामा काठमाडौँ हो क्यारे। यो समुदायले नेपाल राज्य निर्माणदेखि नै आफूलाई किनारामा पाएको छ। उहाँले आफ्ना साहित्यमा त्यही किनारीकृत समुदायको जीवन भोगाई प्रस्तुत गर्नुभएको छ। यौन हिंसा विरुद्धमा उहाँको शक्तिशाली रचना
पढेको पनि मलाई याद छ। 5-7 वर्ष अगाडि उहाँले पत्रिकाहरूमा पनि प्रशस्त लेख्नुहुन्छ, कवि पनि हुनुहुन्छ। म त एउटा यहाँ सम्झना पनि छ उहाँलाई। धेरै वर्ष अगाडि जति बेला नेपालमा अनलाइन माध्यमबाट साहित्य रचनाको सुरुवात हुन थालेको थियो, बल्ल बल्ल हुन थालेको थियो, भर्खर हुन थालेको थियो, हामीले एउटा कथा चौतारी भन्ने अनलाइन फेसबुक पेज चलाएका थियौँ र त्यति बेला हामी 5-7 जना अलिक सक्रिय थियौँ। सुरु भएकै थिएन भने पनि हुन्छ। भर्खर माइसेन्सर.com चलेको थियो ब्लगमा। राजा ज्ञानेन्द्रको त्यति बेलाको पूर्व राजा ज्ञानेन्द्रको त्यति बेलाको सत्ताको विरुद्धमा मान्छेले एउटा मञ्च खोज्दै खोज्दै माइसेन्सर.com चल्यो। हामीले साहित्यिक क्षेत्रमा पनि केही काम गरौँ न त भनेर बिनाजी हामीले केही न केही सुरु गरेका थियौँ। त्यति बेलै लाग्थ्यो उहाँको प्रतिभा देखेर, उहाँको त्यो योग्यता देखेर, उहाँको भर्खर लेख्न थाल्नु भएको थियो त्यति बेला भने पनि हुन्छ। तर मलाई लागेको थियो उहाँले त्यो साहित्यिक क्षेत्रमा, आख्यानको क्षेत्रमा धेरै ठुलो योगदान दिनुहुन्छ भन्ने लागेको थियो। अहिले उहाँले आएर त्यसको त्यो देखाउनु भयो भने पनि हुन्छ। पारिजात स्मृति केन्द्रबाट आज उहाँ सम्मानित हुनुभएको छ। अरू परिचय उहाँको बारेमा त्यसैमा पनि उल्लेख छ, यहाँले त्यहाँ पनि हेर्न सक्नुहुन्छ। त्यही पनि अलिकति भन्नु पऱ्यो भनेदेखि उहाँले स्नातकसम्म अध्ययन गर्नुभएको छ र शिक्षण पेसामा संलग्न भएर समसामयिक मुद्दाहरूमा केन्द्रित विचार विमर्शमा सरिक हुँदै साहित्यिक लेखनलाई पनि सोही अनुरूपको जनपक्षीय वैचारिक सम्बल उहाँले प्रदान गर्दै आउनुभएको छ। बिनाथिङ 2068 सालदेखि कविता र कथा विधामा कलम चलाइरहनु भएको छ भने कान्तिपुर, अन्नपूर्ण, नागरिक दैनिक, नयाँ पत्रिका आदि राष्ट्रिय दैनिक पत्रिकाहरूमा वैचारिक लेख पनि लेख्दै आउनुभएको छ। नेपालीसँगै तामाङ भाषामा पनि कलम चलाउनु भएको छ उहाँले। उहाँको थिङ्का छुकी, याम्बुनेर कथा सङ्ग्रह तथा रातो घर कविता सङ्ग्रह प्रकाशित छन्। सीमान्तकृत समुदायका जनजीविकाका सवाल उठाउन र महिलामाथिको उत्पीडन विरुद्धको प्रतिरोधी चेतना विस्तारमा उहाँका रचनाहरू बलशाली देखिएका छन्। उहाँलाई म पारिजात सिर्जना सम्मान 2081 प्राप्त गर्नुभएकोमा बधाई ज्ञापन गर्न चाहन्छु। अब म अर्को प्रतिभा, मैले उहाँको बारेमा धेरै त्यहाँ पुस्तिकामा लेखेको बारेमा चर्चा गर्न जरुरी ठानिनँ, यहाँले त्यसैमा पनि हेर्न सक्नुहुन्छ। अर्को प्रतिभा हुनुहुन्छ तेजप्रकाश श्रेष्ठ। पारिजात बाल साहित्य पाण्डुलिपि सम्मानको नाउँमा स्थापना गरिएको थियो पहिले पारिजात बाल साहित्य सम्मान अहिले जो दिइँदैछ। त्यो पारिजातकी मित्र बारबारा निम्री अजिजले गर्नुभएको थियो त्यति बेला। सबभन्दा सुरुमा हामीले पाण्डुलिपि मागेर त्यो पुरस्कार दिन्थ्यौँ। त्यति बेला नेपाली बाल साहित्यको विकासमा सहयोग पुर्याउँदै असल र राम्रो बाल साहित्यकारलाई प्रेरणा प्रोत्साहन दिने उद्देश्यका साथ 2057 सालमा यो सम्मानको स्थापना गरिएको थियो। प्रारम्भमा इन्दिरा दलीको संयोजकत्वमा कनकमणि दीक्षित, खगेन्द्र सङ्ग्रौला र भिक्टर प्रधान सदस्य रहेको पारिजात बाल साहित्य पाण्डुलिपि सम्मान व्यवस्थापन समिति मार्फत यो सम्मान प्रदान गरिन्थ्यो। 2070 सालदेखि पुरस्कार व्यवस्थापन समितिले आफूले सम्हाल्दै आएको जिम्मेवारी पारिजात स्मृति केन्द्रलाई सुम्पिएपछि हामी नेपाली बाल साहित्यको क्षेत्रमा योगदान दिनुहुने विशिष्ट स्रष्टाहरूलाई यो सम्मानबाट सम्मानित गर्न थालेका छौँ। त्यसपछि 2070 सालदेखि पुरस्कार व्यवस्थापन समितिले आफूले सम्हाल्दै आएको जिम्मेवारी पारिजात स्मृति केन्द्रलाई सुम्पिएपछि हामीले नेपाली बाल साहित्यको क्षेत्रमा योगदान दिनुहुने विशिष्ट स्रष्टाहरूलाई यो सम्मानबाट सम्मानित गर्ने गर्छौँ। आजसम्म यो सम्मानबाट बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई सम्मानित गरिरहेका छौँ। आज उहाँको यो सम्मान पाउने वरिष्ठ व्यक्तित्वहरूलाई दिँदा हामीले 11औं व्यक्तित्व हुनुहुन्छ। 2018 सालदेखि उहाँले कविता लेख्दै आउनुभएको, उहाँ प्रकाशन भएको तेजप्रकाश श्रेष्ठको दर्पण भन्ने पत्रिकामा 2025 साल चैत महिनामा गाउँ फर्क कविता प्रकाशित गराएर साहित्यिक प्रकाशनमा आफूलाई दर्ता गराउनु भएको साहित्यकार श्रेष्ठले विविध विधामा कलम चलाउनुहुन्छ। कथा, उपन्यास, निबन्ध, संस्मरण, नियात्रा, लोक साहित्य, लोक संस्कृति, बाल साहित्य र कवितासम्म सिर्जना गर्दै साहित्यमा देखा पर्दै आउनुभएका उहाँ साहित्य सेवामा अनवरत लागिरहने एकजना स्रष्टा हुनुहुन्छ। मलाई एउटा सम्झना भइहाल्यो। एउटा बाल साहित्य समाजलाई एउटा निम्ता आएको थियो। यहाँ बाल साहित्य समाजका पूर्व अध्यक्ष दुर्गा घिमिरे पनि, प्राध्यापक दुर्गा घिमिरे यही हुनुहुन्छ। हामी एउटा यात्रामा, म पनि त्यति बेला संयोगले एउटा दुर्घटनाले बाल साहित्य समाजको अध्यक्ष बन्न पुगेका थिएँ।
दुर्घटना थियो त्यो। उहाँ अध्यक्ष भइसक्नु भएको छ तेजप्रकाश श्रेष्ठ। भयो के भने हामी बम्बई कोल्हापुर गयौँ सँगसँगै, बाल साहित्य समाजको त्यो टोली गयौँ। अनि त्यहाँका साथीहरूले हामीलाई अलिकति ग्रामीण क्षेत्रमा गाउँमा हामीलाई साहित्यिक कार्यक्रममा समावेश गराउन लानुभयो। यो बाल साहित्य भन्ने विधा कस्तो छ म यति बेला सम्झना आइरहेको छ। ध्रुव घिमिरे पछाडि बसेर हाँस्दै हुनुहुन्छ। भयो के भने हामी अलिकति प्रौढ खालका साहित्य त्यो स्कुलहरूमा पनि लानुभएको थियो उहाँहरूले। त्यो कोल्हापुर भन्ने ठाउँ छ, हामी त्यो कोल्हापुर भन्ने अलिकति भारतमा चर्चित ठाउँ छ, पद्मिनी कोल्हापुरे, त्यहाँ यहाँहरूले सुन्नुभएको। त्यही उहाँ चाहिँ नायिका हुनुहुन्थ्यो। अनि उहाँहरूले त्यहाँ बाल साहित्य त्यो स्कुलहरूमा बाल साहित्य उहाँले जसरी त्यहाँ प्रस्तुत गर्नुभयो, भाषाले केही पनि फरक पारेन। त्यो कति कुरो त्यो नाटकीयताले पनि बाल साहित्यलाई प्रस्तुत गर्न सकिँदो रहेछ भन्ने देखायो। ध्रुव घिमिरे सरको हाम्रो तेजप्रकाश श्रेष्ठज्यूको त्यो प्रस्तुतिले त्यो हाम्रो यात्रालाई त्यो साहित्यिकलाई धेरै धेरै राम्रोसँगले प्रस्तुत गर्न सकेको थियो। मलाई एउटा सानो सम्झना त्यहाँ आयो। उहाँले तन्नेरी प्रतिभा पुरस्कार सर्वप्रथम 2061 मा पाइसक्नु भएको छ। सुनकोशी सिर्जना सम्मान, दोभान सम्मान, थानकोटबाट साहित्यकार सम्मान, बैजनाथ विकास समिति अछामबाट सम्मान, सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीबाट सम्मान, विशिष्ट तन्नेरी कृति सम्मान आदि सम्मान प्राप्त गरिसक्नु भएको छ। यसरी नै पुरस्कारका रूपमा साझा बाल साहित्य मैया बासु पन्त स्मृति, इलो ज्ञान ज्योति रमेश विकल बाल साहित्य सम्मान, बाल साहित्यमा देवकुमारी थापा बाल साहित्य आदि सम्मान प्राप्त गरिसक्नु भएको छ। उहाँ स्वदेशका विभिन्न जिल्ला तथा गाउँ बस्ती लगायत भारत र अमेरिकाका विभिन्न ठाउँमा पुग्नुको साथै साहित्यमा मन लगाएकै कारणले विभिन्न साहित्यिक संस्थाहरूमा पनि उहाँ समावेश हुनुहुन्छ, सहयोगी हुनुहुन्छ। हामी उहाँ र हामी केही 2-4वटा संस्थामा सँगसँगै पनि रमेश विकल साहित्य प्रतिष्ठान आदि उहाँ सँगसँगै पनि कार्यरत छौँ। सधैँ लेख्न पाउँदा रमाउने, साहित्यिक समारोहमा धाउन पाउँदा खुसी हुने उहाँको एउटा स्वभाव पनि छ। उहाँको प्रकाशित साहित्यिक कृतिहरूमध्ये कथा सङ्ग्रहहरू, बाँचेका क्षणहरू, हाट बजार, विविध यो चाहिँ संयुक्त सङ्ग्रह हो। अनुभूत सत्यहरू, उपन्यासहरूमा प्रेमको स्मारक, सङ्कल्प जिउँदो रहनेछ 2052 सालमा निस्किएको छ यो। त्यसै गरी कविता सङ्ग्रहहरूमा तेस्रो कोण 2044 सालमा यो चाहिँ संयुक्त हो। लोक साहित्यमा अछामी लोक साहित्य 2044 सालमा, लोक संस्कृतिमा सिमरौनगढ 2033 सालमा, नेपाली लोक संस्कृति केही सम्पदा केही परम्परा 2060 सालमा। त्यस्तै बाल साहित्यका थुप्रै कृतिहरू उहाँले लेख्नु भएको छ। र बाल साहित्यको उहाँको कृतिको यहाँ नाम मैले लिउँ भन्न खोजेको, तर यो धेरै लामो हुने रहेछ। बाल साहित्यमा उहाँको योगदान धेरै ठुलो छ। पारिजात स्मृति केन्द्रबाट 2081 सालको लागि बाल साहित्य सम्मान प्राप्त गर्नुभएकोमा उहाँलाई पनि म बधाई ज्ञापन गर्दै उहाँको परिचय पनि म यही दिन्छु। अब डाक्टर बिन्दा पाण्डेको बारेमा धेरै कुरा भनिरहनु पर्दैन। हामी राजनीतिमा अलिअलि रुचि हुनेका लागि पनि उहाँ प्रसिद्ध हुनुहुन्छ। अझ यो वर्ष गएको वर्ष उहाँ धेरै प्रसिद्ध नै हुनुभयो अझ पनि। तर अब फेरि त्यसको अर्को अर्थ नलागोस्। गएको वर्ष प्रसिद्धि पाएकोले उहाँले पारिजात संरक्षित नारी सम्मान पाएको भन्ने अर्थ नलागोस्, त्यस्तो हुँदै होइन। बिन्दा पाण्डे र म 16 वर्ष उहाँ मेरो छिमेकी पनि हुनुहुन्थ्यो, हामी सँगसँगै बस्यौँ। तर उहाँको लगाव, उहाँको सङ्घर्षप्रतिको योगदान, उहाँको त्यसको प्रतिबद्धता देखेर म आफै चकित पर्ने, आश्चर्यमा पर्ने मान्छे नै हुँदैन। किनकि प्रत्येक सङ्घर्षमा, प्रत्येक सडक आन्दोलनमा होस् वा
जुनसुकै ठाउँमा सङ्घर्ष गर्ने नीति निर्माणकै तहमा पनि उहाँको महत्त्वपूर्ण भूमिका छ। पारिजात सङ्घर्षशील नारी सम्मान यो 2051 सालदेखि नै दिन थालिएको सम्मान हो। सर्वप्रथम यो राममाया नेपालीलाई सर्वप्रथम यो सम्मान दिइयो। राममाया नेपाली इतिहाससँग सम्बन्ध हुने, इतिहासको बारेमा जानकार हुने यहाँ सबैलाई धेरै थाहा हुनसक्छ। जेलमा काम गर्ने एकजना पौडेनी जसले त्यति बेला जेलमा बसेका दशरथ चन्द्र, गङ्गालाल, गणेशमान सिंह, टङ्कप्रसाद आचार्यको चिठी गोप्य रूपमा बाहिर ल्याउने र परिवारसँग सम्पर्क गराउने र उहाँहरूको परिवारको गोप्य ढङ्गले लिएर गएर फोहोरको झोलाहरूभित्र राखेर, फोहोरका बोराहरूभित्र राखेर परिवारसँग र उहाँहरूको बिचमा सम्पर्क गराउने एकजना सङ्घर्षशील महिला हुनुहुन्थ्यो। 2051 सालमा पारिजात स्मृति केन्द्रले पारिजात सङ्घर्षशील नारी सम्मान उहाँलाई नै दिएर पुरस्कृत गर्यो। यो पटक बिन्दा पाण्डे 30औं स्रष्टा हो, 30औं प्रतिभा हुनुहुन्छ यो पुरस्कार प्राप्त गर्ने। 2051 सालदेखि पुरस्कार भएको यो पुरस्कारको स्थापना चाहिँ पारिजात स्मृति केन्द्र आफैले गरेको हो। यो वर्ष निकै चर्चामा आउनुभएको बिन्दा पाण्डे पार्टी कार्यालय आफ्नै पौरखले बनाऊ भन्ने बिन्दा पाण्डे यो तपसिलको कुरा हो। उहाँसँग लैङ्गिक न्याय अधिकारको सङ्घर्ष र त्यसको नीति निर्माण क्षेत्रमा दशकौँ लामो अनुभव छ। आम महिलाहरू हाम्रो समाजबाट पुरुषबाट प्रताडित छन्, तर कानुन बनाउने बेलामा उहाँले हाम्रो समाजमा महिलाबाट पुरुषमाथि पनि हिंसा हुन्छ, कानुन बनाउँदा सोचौँ भनेर एउटा बेग्लो बहस सृजना गर्नुभएको थियो। त्यो बहस त्यति बेला निकै चर्चित बहस पनि थियो। त्यो विचारले त्यस बेला एउटा सानो तरङ्ग आएको मलाई सम्झना छ। नागरिकता सम्बन्धी ऐनको विधेयक समानताको हक विरुद्ध छ भनेर उहाँ निकै सङ्घर्ष गर्नुभयो। एउटा निर्वाचन क्षेत्रमा बढीमा 2 पटक उम्मेदवार बन्ने व्यवस्था गरौँ भन्ने बहस पनि उहाँले सञ्चालन गर्नुभएको थियो। थोरैमा भन्नुपर्दा बिन्दा पाण्डे न्याय र समानताको लागि सडक सङ्घर्षमा देखिरहने अनुहार हो, सङ्घर्षका सम्पूर्ण मोर्चामा देखिरहने अनुहार हो। नीति निर्माणको तहमा बसेर पनि उहाँको काम सङ्घर्ष गर्नु नै भयो। उहाँले समानताका पाइलाहरू नामक पुस्तक पनि उहाँको प्रकाशित छ। उहाँका नेपाली श्रमिक महिला आन्दोलनमा महिला सहभागिता, आजका युवा विद्यार्थी भोलिको दक्ष जनशक्ति र वुमेन इन नेपाली पोलिटिक्स प्रकाशित छन्। महिला र श्रमिक सम्बन्धी प्रशिक्षण सामग्री तथा समसामयिक राजनीतिक लेख रचना पनि विभिन्न पत्र पत्रिकामा प्रकाशित छन्। राजनीतिक आन्दोलनमा महिलाको तहबाट हुने विश्लेषण त्यहाँ छ। विसङ्गतिका विषयमा उहाँले आफू सम्बद्ध पार्टीलाई पनि बाँकी राख्नुहुन्न। अहिलेका सबै राजनीतिक कार्यकर्ताहरूले उहाँबाट सिक्नुपर्ने कुरा हो भन्ने मलाई लाग्छ। एकजना सङ्घर्षशील महिला बिन्दा पाण्डेलाई 2081 सालको महिला सङ्घर्षशील नारी सम्मान प्राप्त गर्नुभएकोमा म बधाई व्यक्त गर्न चाहन्छु। अब आजका अन्तिम प्रतिभा कला सम्मान प्राप्त गर्नुहुने स्रष्टा उत्तम डङ्गोल। पारिजात कला सम्मान चाहिँ 2058 सालदेखि स्थापना भएको सम्मान हो। यो सम्मानको स्थापना सर्वप्रथम साहित्यकार स्नेह साहेबी र लक्ष्मी मालीले गर्नुभएको थियो। हाल यो सम्मानको व्यवस्थापन केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गरिरहनु भएको छ। पहिलो पटक कलाकार मोहन खड्काले मृत्युपर्यन्त 2058 सालमा प्राप्त गर्नुभएको थियो। यो सम्मान स्मृति केन्द्रबाट प्रदान गरिएको यो 23औं सम्मान अहिले प्राप्त गर्नुहुने उत्तम डङ्गोलले 23औं स्रष्टाको रूपमा यो सम्मान प्राप्त गरिरहनु भएको छ। पारिजात कला सम्मान 2081बाट सम्मानित मूर्तिकार उत्तम डङ्गोलको जन्म 2031 सालमा मिखाबहाल ललितपुरमा भएको थियो। 2004 सालमा धातु मूर्तिकला निर्माण गरेर कला क्षेत्रमा प्रवेश गरेका डङ्गोलको सक्रियता थाङ्का, परम्परागत पौवा र नेवा लोककला आदि चित्रकलाका विधामा पनि रहेको छ। मूर्तिकला र इतिहास तथा संस्कृति र पुरातत्व विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले नेवा लोककलाको समेत अध्ययन अनुसन्धान पनि गरेका छन्। नेपाल कलाकार समाज तथा एल आर्ट एन्ड क्राफ्ट जस्ता कलाकारका सङ्गठनहरूसँग आबद्ध रहेर काम गरेको डङ्गोल पुरातात्विक उत्खनन कार्यमा पनि संलग्न
देखिनु भएको छ। 2060 सालमा मूर्तिकला र 2062 सालमा चित्रकला विधाका 2वटा एकल प्रदर्शनी गरिसक्नु भएको उहाँले हालसम्म 1 दर्जनभन्दा बढी मूर्ति रचनाहरू गर्नुभएको छ। कलाकार उत्तम डङ्गोलले निर्माण गर्नुभएका कलाहरूमध्ये पाल मन्दिर परिसरको भीम शमशेरको पूर्णकदको प्रतिमा, त्रिवी केन्द्रीय कार्यालयको स्वर्ण जयन्ती प्रतिमा, नेपाल स्काउटको तेस्रो राष्ट्रिय जम्बोरी आदि प्रसिद्ध छन्। राजनीतिक सङ्गठनसँगै नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र प्रगतिशील प्राध्यापक सङ्गठनमा आबद्ध रहेर जनपक्षीय चिन्तनको प्रचार प्रसारमा उहाँले कलालाई आधार बनाउँदै आउनुभएको छ। ललित कलामा लोकतान्त्रिक आन्दोलन, पाटन ढोका वरिपरिको सांस्कृतिक तथा पुरातात्विक अध्ययन विषयमा उहाँका अनुसन्धानात्मक लेखहरू पनि प्रकाशित छन्। ललित कला क्याम्पसबाट प्रथम ललित कला पुरस्कार 2067 तथा नेपाल सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कार 2069 प्राप्त गरिसक्नुभएका मूर्तिकार उत्तम डङ्गोललाई पारिजात कला सम्मान 2081 प्राप्त गर्नुभएकोमा म बधाई ज्ञापन गर्दछु र मेरो जिम्मेवारी यही पुरा गर्छु। फेरि सबै चारैजनालाई पुष्ट बधाई दिँदै हुन्छु। म यहाँहरूको माझमा ती सूचनाहरू सम्प्रेषण गर्न गइरहेको छु। यो साहित्यकार पारिजातको 32औं स्मृति दिवसको अवसरमा आयोजना गरिने विशेष परिसंवाद एवं सुकन्या वाइवालाई प्रदान गरिने पारिजात साहित्य सम्मान कार्यक्रममा हामी सबैलाई यहाँ यो साहित्य सदन नेपाल परिवारले चाहिँ निमन्त्रणा गर्नुभएको छ। यो 2082 साल वैशाख 12 गते शुक्रबार 2:30 बजे हाम्रा अध्यक्षज्यू यहाँ पाल्नु भएको छ। हेमनाथ पौडेल हाम्रा यहाँ पूर्व अध्यक्षज्यूहरू पनि हुनुहुन्छ। उहाँहरूको पनि सपना, हाम्रो एउटा सपना के थियो भनेदेखि यहाँ पारिजात स्मृति केन्द्रमा एउटा राम्रो लाइब्रेरी होस् भन्ने हाम्रो सोचाइ थियो। त्यो सँगसँगै पनि आदरणीय पारिजातको शयन कक्ष एउटा राम्रो होस्। उहाँले चाहिँ विगतमा आफ्नो जीवनकालमा के कुराहरू चाहिँ उपभोग गर्नुभएको थियो, कस्तो लुगा लाउनुहुन्थ्यो, कस्तो काठमा सुत्नुहुन्थ्यो, उहाँको लेखन लेख्दाखेरि कस्तो खालको टेबल प्रयोग गर्नुभएको थियो, उहाँसँग भएका हामीसँग सङ्ग्रहित भएको चिजलाई त्यो ठाउँमा राख्ने गरी हामीले चाहिँ शयन कक्ष निर्माण गर्ने हाम्रो सोचाइ थियो। र हाम्रो अर्को एउटा के भने यो पारिजात यो स्मृति केन्द्रलाई चाहिँ निरन्तर रूपमा चाहिँ सञ्चालन गर्नको लागि हाम्रो एउटा सचिवालय, व्यवस्थित सचिवालय होस् भन्ने पनि हाम्रो चाहना थियो। त्यसको लागि निवर्तमान अथवा पूर्व मन्त्री हितमान साकेज्यूले हितमान तामाङज्यूले हामीलाई केही रकमहरू यो पालिको बजेटमा दिनुभएको छ र यो हाम्रो यो हलभन्दा तलको हलमा पारिजात शयन कक्ष र त्यसपछि लाइब्रेरी र हाम्रो सचिवालयको व्यवस्थापन हुन गइरहेको छ। म यो सहयोग गर्नुभएकोमा पूर्व मन्त्री हितमान तामाङ र नेपाल सरकारलाई हार्दिकतापूर्वक पारिजात स्मृति केन्द्रबाट दिन चाहन्छु। अब म यो हामी बिच हाम्रा कलाकारहरू यहाँ पाल्नुभएको छ। यिनीहरू सांस्कृतिक समाज कीर्तिपुरका मेरा मित्रहरू यहाँ हुनुहुन्छ र म उहाँलाई चाहिँ पारिजात दिदीलाई मनपर्ने गीत यहाँ प्रस्तुत गरिदिनु हुनको लागि म हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। Party
समयको पाहुनाले ख्याल गर्दै 5 मिनेटमा आज सम्मानित हुनु भएको र पारिजात दिदीको बारेमा आफ्ना विचारहरू यहाँ राखिदिनु हुनको लागि म उहाँलाई हार्दिक अनुरोध धन्यवाद कार्यक्रम सञ्चालकज्यू सचिवज्यू सबैजनालाई नमस्कार। मञ्चमा आसीन सम्पूर्ण व्यक्तित्वमा नमस्कार। मलाई बोल्नु कस्तो हुन्छ थाहा थिएन, भावुक कुरा गर्नुभयो। म वास्तवमा यो अहिलेको जुन गीत मलाई गीत सङ्गीतलाई चाहिँ अलिक बढी नै छिटै नै छुन्छ। साहित्य चाहिँ
अलिक लामो समय लिन्छ त्यसले त्यो अध्ययन गर्नुसम्म। तर गीत सङ्गीतले चाहिँ मलाई अलिक छिटै पनि सुन्छ। त्यसमाथि पारिजात दिदीको बारेमा र म त्यहाँ बसेर के सोचिरहेकी थिएँ भने यो गीत बजुन्जेल म डाक्टर महेश साँसकेलाई पनि भेटिरहेकी थिएँ र म आफूभन्दा पनि बढी उहाँसँग चाहिँ मैले आफूलाई जोडेर उहाँसँगको पारिजात दिदीसँगको उहाँको चिठीहरू पत्राचारको त्यो चिठीहरू पढिसकेपछि उहाँ अहिले जसरी हिरो डुब्नु भएको थियो मलाई त्यो नोस्टाल्जियाले चाहिँ मलाई बढी अझ छोएको हो खासमा चाहिँ। र पारिजात दिदीको बारेमा त अलिक धेरै चर्चा भइसक्यो, धेरै विश्वविद्यालयमा पढाइ भइरहेको छ, कतिवटा थेसिसहरू लेखिसकेको छ। मैले त्यस्तो बोल्नु पनि खासै छैन र पनि मैले पारिजात दिदीलाई स्मरण गर्नुपर्दाखेरि चाहिँ एउटा एकदमै ढिर स्वास्थ्य मान्छे पनि भन्न चाहन्छु म चाहिँ उहाँलाई। लेखनमा अघि हाम्रो शिला हेमीजीले कम्पेयर गर्नुभयो, तुलना गर्नुभयो लक्ष्मीप्रसाद देवकोटासँग। मलाई लाग्छ पारिजात दिदीको तुलना कसैसँग हुनै सक्दैन, कसैसँग तुलना गरि नै पर्दैन। उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ। दिदीका रचनाहरू जब मैले पढेँ, शिरीषको फुल पढुन्जेलसम्मको जुन भावुकता थियो, अनिलो पहाडसम्म आइपुग्दाखेरि म अर्कै बसिरहेकी थिएँ। त्यसको सुवानी भन्ने पात्र, लालबहादुर, गोरी माया, यी पात्रहरूले मलाई पनि म त्यो सङ्घर्षमा त्यतिखेर त म भर्खरै एसएलसी यस्तै समय थियो मेरो। तर मलाई किसिमको त्यो भुटुटी अथवा हाम्रो आमाहरूले, दिदीहरूले, दाईहरूले, बुवाहरूले गाउनु भइरहेको रिहर्सल गरिरहनु भएका क्रान्तिकारी गीतहरूसँग म त्यो उपन्यासलाई रिलेट गर्थेँ। त्यति धेरै त म बुझिनँ थिएँ त्यतिखेर। पछि दोहोऱ्याएर तेह्राएर पढेपछि मात्रै मलाई त्यसको बोध भयो त्यो कुन पृष्ठभूमिमा लेखिएको रहेछ भन्ने कुरा। तर क्रान्तिका कुराहरू चाहिँ त्यसमा जसरी आएको थियो र मैले जसरी आफ्नो पृष्ठभूमिमा मैले त्यो क्रान्तिकारी आफ्ना अग्रजहरूलाई मैले देखिरहेको थिएँ, सुनिरहेको थिएँ। मलाई त्यसले चाहिँ एक किसिमको उद्वेलित चाहिँ बनाइरहन्थ्यो। र आज उनै पारिजात जसलाई मैले सधैँभरि सिरानीमा राखिरहेँ, उनैको नाममा स्थापित पारिजात सृजन सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्त गौरव महसुस गरिरहेकी छु। आज यो मञ्चमा उभिएर मलाई एकछिन भावुक हुन मन लाग्यो। आज यो मञ्चमा उभिरहेको बिना र 15-20 वर्ष अघि त्यो शिवपुरीको डाँडातिर एउटा कानले सेनाको बुटको आवाज पहिचान गर्नको लागि तम्तया कान र अर्को कान घर पुगिसकेपछि सासूबाट खानुपर्ने कटाक्षहरूको परिकल्पना गर्दै घाँस काट्दै गएकी त्यो बिना कति धेरै अन्तर छ। म अहिले ती विगतका दृश्यहरूलाई एकछिन स्मरण गरिरहेकी छु र भावुक भइरहेकी छु। मलाई आज यो मञ्चमा यसरी सम्मान गरिनु, मेरा ती कर्महरू, मैले विगतमा गरेका मेरा ती सुकर्महरू नै भन्नुपर्छ, त्यसले मलाई यहाँ आफूले ल्याइपुर्याएको छ। त्यो एउटा लामो कथा छ। त्यो लामो कथा अहिले छोटोमा भन्नु पऱ्यो भने फेरि कतिपय कुराहरू छोड्न सक्छ। म त्यसलाई पछि एउटा किताबमा भन्नेछु। तर मलाई के लाग्छ भने म यहाँ उभिरहनुको श्रेय भनेको मेरो पठन र लेखन कर्म नै हो। र यो लेखन कर्म, पठन कर्ममा मलाई मेरा परिवारले साथ नदिनु भएको भए सायद म यहाँ उभिन्थेँ। र अहिले मेरो यो सम्मान कार्यक्रममा मेरो साथी मनकुमार पनि आउनुभएको छ। म उहाँलाई एकचोटि उभिएर म आफ्नो तर्फबाट यहाँ अरू धेरै कुराहरू भन्नको लागि मसँग धेरै प्लेटफर्महरू छ। म कविताबाट भन्न सक्छु, आख्यानबाट भन्न सक्छु, आत्मकथाबाट भन्न सक्छु, निबन्धबाट भन्न सक्छु। तर मैले आज यहाँ भन्ने कुरा चाहिँ लेखन कतिपयको लागि आत्मतुष्टिको माध्यम होला, कतिपयको लागि समाज रूपान्तरणको माध्यम होला, कतिपयको लागि मनोरञ्जनको मात्रै माध्यम होला। अस्ति भर्खरै मात्रै पनि हामीले
पत्र पत्रिका कता न्युजमा सुनिरहेका थियौँ, पढिरहेका थियौँ। हाम्रा पूर्व राजाका बुहारीले 12 लाखमा वा 14 लाखमा आफ्नो चित्र बिक्री गर्नुभएका कुराहरू पनि कला त्यसरी पनि हुँदो रहेछ। तर मेरो लागि चाहिँ यी सबैभन्दा फरक चाहिँ मैले मेरो लेखनलाई मेरो आफ्नै आविष्कारको लागि मैले प्रयोग गरेको रहेछु भन्न चाहन्छु। र म यति भन्दै यहाँबाट बिदा दिन चाहन्छु। धन्यवाद मीनाथीजीलाई। अब म अर्को सम्मानित व्यक्तित्व र धेरै चर्चा परिचर्चा राजनीतिक रूपमा हामीले सधैँभरि गरिरहने व्यक्तित्व डाक्टर इन्दिरा पाण्डेजीलाई छोटोमा आफ्ना मनमा लागेका भावहरू र पारिजातका बारेमा केही विचारहरू राखिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। धन्यवाद। मञ्चमा उपस्थित हुनुभएको र यो हलमा उपस्थित हुनुभएको सम्पूर्ण महानुभावहरूप्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छु। सबभन्दा पहिला आज यो आदिजाति स्मृति केन्द्रको तर्फबाट सम्मानित हुने जुन खालको एउटा अवसर प्रदान गर्नु, त्यसप्रति विनायक मण्डल र यो सिङ्गो केन्द्रको परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। पारिजात दिदीको बारेमा धेरै कुराहरू भनिराख्नुपर्छ भन्ने मलाई त्यस्तो लाग्दैन। किन भन्दा उहाँको जुन खालको सङ्घर्षशील जीवन रह्यो, त्यो सङ्घर्ष भनेको सडकदेखि उहाँको चाहिँ जुन खालको एउटा जीवन जिउने होइन अवस्थादेखि उहाँको लेखन शैली सबैभन्दा चाहिँ नेपाली यो लोकतान्त्रिक अभियन्ताहरूको लागि प्रेरणादायी कुरा हो भन्ने म आफूले अनुभूत गरेको छु। र यो जुन सम्मानको कुरो मैले थाहा पाएँ, त्यो थाहा पाएपछि मैले अलिकति कुरा पनि गरेँ। यो पारिजात दिदीको जुन खालको व्यक्तित्व छ र जुन खालको सङ्घर्ष छ, त्यो सङ्घर्षसँग जोडिएको यो सम्मानको लागि म लायक अलिक भइसकेँ कि भइसकिनँ मलाई सोध्नु हुने साथीलाई मैले भनेको थिएँ र हामीले धेरै सम्झौता गरेर यो निर्णय गरेका हो भन्नुभयो। त्यसले गर्दा उहाँप्रति म फेरि पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र उहाँको बारेमा पनि सबै किताब त मैले पढेको छैन, तर उहाँको जीवन मैले अलिअलि पढेको छु। र खास गरेर 46 सालको आन्दोलनको बेलामा त्रिचन्द्र कलेजबाट जसरी गिरफ्तार हुनुभएको थियो, त्यो गिरफ्तारीले त्यतिखेर शिथिल हुँदै गएको जुन आन्दोलन थियो, त्यो आन्दोलनलाई एकदमै धेरै ऊर्जा भरेको थियो। म एउटा चाहिँ उहाँको जुन खालको एउटा शारीरिक अवस्था थियो, त्यो अवस्था पनि नेपालको विरत पुस्ताको अन्त्यको लागि शारीरिक अशक्तताभन्दा वैचारिक सशक्तताले धेरै चाहिँ ऊर्जा बाँड्न सक्दो रहेछ भन्ने खालको कुरा मैले त्यतिखेर अनुभूत गरेको थिएँ। र त्यसपछि उहाँका केही कृतिहरू मैले पढेँ र धेरै आउने भइसके पछाडि मैले सुश्री पारिजात अलिक पहिला नै पढेको थिएँ र मैले हिजो बेलुकी फेरि निकालेर सरस्वती हेरेँ। र त्यो हेरिराख्दाखेरिमा उहाँको लेखन शैलीमा कति पटक फेल भएर अथवा चाहिँ आफ्ना कृतिहरू डराएर त्यसपछि उहाँले चाहिँ आफ्नो कृति जुन उपन्यास छाप्नुभयो र धेरैपल्टको प्रयासपछि अथवा असफलतापछि उहाँ एकैपल्ट मदन पुरस्कार प्राप्त गर्न सफल हुनुभयो। त्यसले गर्दाखेरि यो हाम्रो हरेक पाइलामा हामीले सफलता खोज्ने खालको भन्दा पनि हामीले असफलताहरूसँग अथवा आफैलाई चित्त नबुझेका कुराहरूसँग सङ्घर्ष गर्दै जाँदाखेरि त्यसले एउटा टाकुरामा लगेर हामीलाई चाहिँ नि राख्दो रहेछ भन्ने खालको कुरा मैले उहाँको त्यो हिजो बेलुकी फेरि सरस्वती हेर्दाखेरि मैले अनुभूत गरेँ। त्यसपछि उहाँको जुन खालको एउटा स्वास्थ्य अवस्था थियो, त्यो अवस्थामा पनि उहाँले स्वाभिमान सबैभन्दा ठुलो कुरा हो भन्ने खालको कुरो उहाँले एउटा जीवन शैलीको लागि जसरी चाहिने आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने हिसाबले चाहिँ नि होइन त्यो आर्थिक उपार्जनको हिसाबले पनि गर्नुभयो। र त्यसको साथमा सुकन्या दिदी यहाँ हुनुहुन्छ र सुकन्या दिदी र बहिनी, उहाँ दिदी बहिनी दुईजना पारिजात दिदीको बिचको जुन खालको सम्बन्ध हो, एउटा परिवारभित्रैको
दिदी बहिनीको सम्बन्धले पनि मानिसलाई कति डरो बनाएर चाहिँ उभिन सहयोग गर्दो रहेछ भन्ने खालको कुरा पनि मैले चाहिँ नि उहाँहरूको त्यो सम्बन्धबाट पनि मैले चाहिँ अनुभूत गरेँ। त्यसले गर्दा उहाँको जीवनबाट हामीले धेरै सिक्ने कुराहरू छन्। उहाँ जुन बेलामा जन्मिनुभयो आजको स्थिति त्योभन्दा धेरै फरक भइसकेको छ। यो फरक स्थितिमा हामीले उहाँकै जस्तो होइन अभाव त थप्नु नपर्ला अथवा कतिपयले त्यो अभाव पनि थप्नुपर्ने स्थिति अझै पनि कायम छ। जुन ढङ्गबाट निरङ्कुशताको विरुद्ध उहाँले चाहिँ एउटा ऊर्जा छर्नुभयो त्यो ऊर्जा अझै पनि हामीले त्यसलाई गोडमेल गरेर अझै भरभराउँदो बोलाउनु पर्ने आवश्यकता अहिलेको परिस्थितिले देखाइराखेको छ। त्यसले गर्दा आजको दिनमा उहाँबाट हामी सबैले प्रेरणा लिन सकौँ र अहिले समाजमा कता कता अलिकति धमिलो हुन लागेको वातावरणलाई हामीले कसरी अझै सम्झाउँदै र खास गरेर गरी खाने वर्गको लागि किनारीकृत भएको समुदायको लागि एउटा मूल धारमा ल्याउने र यो गणतन्त्रमा सबैभन्दा ठुलो कुरा भनेको नागरिक सम्मान हो र नागरिक सबैभन्दा बलिया हुन् र नागरिक सबैभन्दा सम्मानित हुन् र जुन दिन यो राज्य यहाँको चाहिँ राजनैतिक संस्थाहरू राजनैतिक नेतृत्वहरू नागरिकसँग डराउने दिन आउँछ र कुनै पनि काम गर्दाखेरि नागरिकलाई चाहिँ नि आफ्नो दिमागमा राखेर आफ्नो मनमा राखेर आफ्नो मस्तिष्कमा राखेर मात्रै कामहरू गर्ने खालको वातावरण बनाउन सक्छौँ। त्यो दिन लोकतन्त्र सुदृढ हुन्छ भन्ने लाग्छ र त्यही लोकतन्त्र सुदृढ भएको दिन पारिजात दिदीको सपनाहरू पनि अझै पुरा हुनेछन् भन्ने मलाई लाग्छ। यहाँले आज मलाई जुन खालको एउटा सम्मान गर्नुभयो र केही कुरा राख्ने अवसर दिनुभयो त्यसको लागि फेरि पनि आभार व्यक्त गर्दै बिदा हुन चाहन्छु र यहाँले जुन खालको यो पुस्तकालय सुरुवात गर्ने भन्ने कुरो गर्नुभएको छ। इन्दिरा दिदीको मैले अलिक पहिला पनि पुस्तकालय निर्माणको लागि उहाँले गरेको सङ्घर्ष र उहाँको योगदान मैले सुनेको थिएँ। त्यसले गर्दाखेरि जोसँग जे छ त्यही कन्ट्रिब्युसन गर्ने त हो नि भन्ने लागेर मैले मसँग भएका जति पनि पुस्तकहरू छन् ती पुस्तकहरू म आज यही समारोहमा नै त्यो पुस्तकालयको हस्तान्तरण पनि गर्न चाहन्छु। धन्यवाद डाक्टर बिन्दु पानी। र हामी अब यो पुस्तकालय निर्माणको क्रममा छौँ र हामी तपाईँहरू सबैलाई भरसक पारिजातका सँग सम्बन्धित पुस्तकहरू सबभन्दा हामीलाई महत्त्वपूर्ण हुन्छ र अरू पनि आज तपाईँको हामीसँग भएका किताब पुस्तकहरू चाहिँ हामीलाई सङ्कलनलाई जरुरी हुनाले आफूसँग भएका पुस्तकहरू चाहिँ यो पारिजात स्मृति केन्द्रमा पुर्याइ अथवा सहयोग गरिदिन म विनम्र अनुरोध गर्न चाहन्छु। अब हामीले सम्मानित हुने व्यक्तित्वमा अब केही शब्दहरू राखिदिन हुनको लागि म तेज प्रकाश श्रेष्ठ पारिजात बाल साहित्यबाट सम्मानित हुने व्यक्तित्वलाई आफ्नो विचार राखिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्कार। सर्वप्रथम त पारिजात दिदीप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र आज म पारिजातको नाममा स्थापित भएको बाल साहित्य पुरस्कार प्राप्त गरेकोमा म गौरव पनि भएको छु। त्यो पनि पारिजात दिदीकै बहिनी सुकन्या दिदीको हातबाट पाउनलाई झनै गदगद हुन पुगेको छु र मेरो पारिजात दिदीसँग मेरो प्रत्यक्ष सम्पर्क हुन सकेको थिएन किनभने म काठमाडौँ रहँदै पनि मैले उहाँलाई भेट्न सकिनँ र मेरो बाल्यकालदेखि नै जागिरो क्रममा बाहिर जाने हुँदा उहाँसँग मेरो सम्पर्क हुनै सकेन। अहिले सुकन्या दिदीसँग भेट हुँदा मैले त्यो पारिजात दिदीसँगै भेट भएको भन्ने आवाज पाएको छु र त्यो अनुसार मैले पारिजात दिदीको बारेमा मैले भन्नुपर्ने केही छैन। मैले धेरै किताबहरू पढेको पनि छु र अहिलेका पूर्ववक्ताहरूले पनि भनिसक्नुभएको छ र किताबहरूमा पनि छन् ती कुराहरू। त्यसैले म यस गरिमामय सभामा उपस्थित भएर यसरी बोल्न पाएकोमा पनि म गौरवान्वित भएको छु र धेरै समय म दिन चाहन्न। यसै कारण
म सबैलाई फेरि धन्यवाद दिन चाहन्छु। मलाई पारिजात बाल साहित्य पुरस्कारमा योग्य ठहराउने मूल्याङ्कनकर्ताहरू र पारिजात स्मृति संस्था र सुगन्या दिदी र इन्द्रदली युवाप्रति पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र म अरू अहिले केही भन्न आवश्यक ठान्दिनँ। जे भनिसके सम्पूर्ण ज्ञापन छ। धेरै धेरै धन्यवाद। नमस्कार। अब आफ्ना मनका भावहरू केही राखिदिनको लागि म हाम्रो पारिजात कला सम्मानबाट सम्मानित हुने व्यक्तित्व उत्तम डङ्गोलजीलाई आफ्ना विचार राखिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। उहाँलाई सम्पूर्ण वरिष्ठहरू अनि उपदेश गर्ने माध्यमहरूमा म उत्तम डङ्गोलबाट नमस्कार। सबैलाई यता क्षमा प्रार्थी छु। म ढिला जामको कारणले ढिला भयो, त्यसलाई क्षमा प्रार्थी छु। पुरस्कार पाउनु सायद गर्वको विषय हो। मलाई गर्व लाग्यो। साथै धन्यवाद दिन चाहन्छु पुरस्कार दिनुभएको सबैमा। अनि अर्को चाहिँ मलाई के त च्यालेन्ज अब महसुस भयो भने पारिजात पुरस्कार पाउनु। पारिजात दिदी आफै यता सङ्घर्षबाट आउनुभएका खाटेर आउनुभएका व्यक्तिको पुरस्कार पाउनु र त्यसलाई मैले अब भोलिका दिनमा कसरी सम्हालेर अगाडि लाने मेरो लागि एउटा च्यालेन्जको विषय थियो। हुन्छ होला, म त्यसलाई सकेसम्म निभाउने प्रयास गर्छु। म पारिजात दिदीलाई हामी 46 सालको आन्दोलन, म पाटनको बासिन्दा, हिजो उहाँ भूगर्भ कालदेखि पाटनतिर बसेका र हामी त्यहीबाट हुर्केको भएर साहित्यबाट अलिक नजिकै छौँ सायद पारिजात दिदीसँग। उहाँको घरसँग पनि नजिक छौँ। उहाँको साहित्यमा हामी अलिअलि हेरेका छौँ। तर कलामा र उहाँको साहित्यलाई कसरी जोड्ने म पनि अलि अन्यलमा छु। अब सायद अब जोड्नु पर्ला जस्तो लाग्छ मलाई। किनकि उहाँको शिशिरको फुलहरूलाई उहाँले अरू साहित्यहरूलाई कसरी अब कलामा अभिव्यक्त गराउनु, म त्यसमा अध्ययन छु। सायद अब मलाई च्यालेन्ज आएको छ। त्यसलाई म त्यसकारण पारिजात पुरस्कार समितिलाई धन्यवाद दिन चाहन्छु। अब सानो भन्नुपर्दा पारिजात दिदीलाई मैले बुझ्दा चाहिँ सायद म पनि वामपन्थी आन्दोलनबाट लागेको मान्छे, हिजो विराट सङ्गठनको हिँड्ने मान्छे, दलका क्याम्पसको लेक्चर असिस्टेन्ट लेक्चर हो हिजो पढेर अब होइन यतिले पुगेन, अब देश हुनुपर्छ भनेर फ्रिलान्सर भएर हिँड्ने मान्छे म। त्यही बिचमा अब अन्तर्राष्ट्रिय पनि हिँडेको छु। म कलालाई कसरी अगाडि बढाउने भनेर मैले पारिजात दिदीलाई बुझ्दा चाहिँ सबभन्दा ठुलो कुरा साहित्यकार लेख्ने मात्र भएन, उहाँ त्यसलाई आफू मात्र लिएर सङ्घर्षशील हुनुहुन्छ। उहाँले मार्क्सले भने जस्तो कि व्यवहारिकमा लागू गर्ने भन्ने कुरामा सबभन्दा सुएको विषय त्यो लाग्छ मलाई पारिजात दिदीलाई बुझ्दा। सायद उहाँ साहित्यकार मात्र होइन, उहाँ सङ्घर्षशील एउटा नारी हो र उहाँलाई हामीले यसरी बुझ्दा, मैले बुझ्दा चाहिँ सायद म केही बुझेँ जस्तो लाग्छ मलाई। त्यसकारण मैले पनि कलालाई यो सङ्घर्षमा कलालाई जस्तै तल्लो वर्गको जुन साहित्य सङ्घर्षलाई कसरी अगाडि लग्ने, कलालाई माइ खाने बाधा गरी खाने वर्गलाई कसरी त्यसलाई रूपान्तरण गर्ने कुरा गर्न सके सायद पारिजात पुरस्कारलाई मैले थामे जस्तो मलाई अनुभव हुन्छ होला। त्यसकारण यति भन्दै म आज सबै समितिहरूलाई धन्यवाद दिँदै सबैलाई नमस्कार गर्दै धन्यवाद। त्यहाँ पनि हेर्न सक्नुहुन्छ र त्यसै गरी पारिजात अफिसियल युट्युबमा पनि अब यस्ता पारिजात स्मृति केन्द्र सम्बन्धी सम्पूर्ण किताबहरू कार्यक्रमहरू पनि तपाईँहरू त्यहाँबाट हेर्नुहुनेछ। आज पनि हामी यो लाइभहरू सम्पूर्ण लाइभहरू पनि त्यो युट्युबमा तपाईँहरू पाउनुहुनेछ। म यति भन्दै अब कार्यक्रमलाई म छुट्याउने क्रममा म गइरहेको छु र आजको यो हाम्रो यो पारिजात स्मृति सभा सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति स्रष्टा हाम्रा व्यक्तित्व अग्रज व्यक्तित्व विमल निवाजुलाई प्रमुख आतिथ्यको उसमा आफ्ना केही विचारहरू पारिजात सम्बन्धमा केही विचारहरू यहाँ राखिदिनको लागि म
म हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। सुन्दरजी, एउटा सानो स्पष्टीकरण यहाँ दिन मन लाग्यो मलाई। वास्तवमा म यहाँ उपकन्ट्रीको हिसाबले भन्दा एउटा कविको हिसाबले उपस्थित भएको हुँ। वास्तवमा म चाहिँ आफूलाई कवि नै बढी भन्न चाहन्छु। अब 2 वर्षपछि त म भूतपूर्व उपस्थित भइसक्छु। कवि चाहिँ म शनिबार गइरहन्छु समाजमा। यो सानो कुरा हुने। आदरणीय सभाध्यक्षज्यू, सुकन्या दिदी र पुरस्कृत व्यक्तित्वहरू, अघि म देखिरहेको छु लेनी दाइ हुनुहुन्छ, लक्ष्मीजी, राजेशजी, कृष्णजी, यहाँ त सबै मेरा परिचितहरूले हुन्। त्यसैले सबैलाई म एक पुस्तकले सम्बोधन गरेर नमस्कार भन्न चाहन्छु। सर्वप्रथम त म यहाँ पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरूलाई बधाई दिन चाहन्छु। सबै मेरा परिचितहरू नै हुन्। अलिक विशेष परिचित मेरा मित्र त्यस पश्चात हुन्। मैले कुनै यो भेदभाव गर्न चाहेको होइन। उहाँ मेरो मित्र भएकोले उहाँलाई विशेष बधाई। पारिजात दिदीको स्मृतिमा म पनि अलिअलि जोडिएको छु जस्तो लाग्यो। मेरो एउटा उहाँप्रति एउटा भावनात्मक लगाव। यसको समुचित कारण छ। मेरो पहिलो कविता 2026 सालमा रूपरेखामा प्रकाशित भएको छ। त्यसलाई म पहिलो कविता भन्न चाहन्छु, किनभने त्योभन्दा अघि पनि मेरा केही कविताहरू प्रकाशित भइसकेका थिए स्थानीय पत्र पत्रिकामा, तर त्यसको कुनै दशक मसँग छैन। रूपरेखामा प्रकाशित त्यो एउटा लामो कविता थियो। एउटा मजदुर आफ्नो इतिहासको 3 अध्याय लेख्छ। त्यो कविता प्रकाशित भएको लगभग 1.5-2 महिनापछि मैले एउटा हवाई पत्र प्राप्त गरेँ। पहिले त्यो हवाई पत्र हुन्थ्यो, यहाँले थाहा नै होला। त्यो हवाई पत्र खोलेर पढ्दा म चकित पनि भएको थिएँ, प्रसन्न पनि भएको थिएँ र मलाई एउटा नौलो खालको अनुभूतिले गाँसेको थियो। त्यो हवाई पत्र पारिजात दिदीले लेख्नुहुन्छ। उहाँले मेरो त्यो रूपरेखामा प्रकाशित कविता पढेर निकै नै खुसी व्यक्त गर्दै त्यो कविताको विषयमा केही पंक्तिहरू त्यहाँ उल्लेख गर्नुभएको थियो। त्यसले मलाई अभिभूत पारेको थियो। अब त्यो चाहिँ हवाई पत्रलाई मैले सुरक्षित राख्न सकिनँ, बहुत दुःख लागिरहेछ। त्यसको पनि कुनै दसिएको भएन मसँग। तर म यो सन्दर्भवश मैले उल्लेख गरेँ, किनभने पारिजात दिदीबाट प्रशस्त भएकोले मलाई चाहिँ एक खालको चाहिँ ऊर्जा प्राप्त भयो मेरो लेखनमा। त्यसपछि मैले कवितामा आफ्नो निरन्तरता दिएँ र आजसम्ममा मैले मेरो लगभग 5वटा कविता कृति प्रकाशित भइसकेको छ। अब त्यो म आफ्नो आत्मप्रचार चाहिँ गराउँ। पारिजात दिदी, त्यसपछि मैले पारिजात दिदीलाई कहिले भेट गरेँ भने म त्यसबेला विराटनगरमा थिएँ। विराटनगरबाट महेन्द्र मोरन कलेजबाट मैले आइए पास गरेको 2006 सालमा त्यहाँ थिएँ म। पछि मेरो घर बिरगंज हो। म बिरगंजमा आएपछि त्यो चिठी प्राप्त भएको, त्यो हवाई पत्र प्राप्त भएको त्यो सम्झिन्छु। त्यसपछि म काठमाडौँमा आएँ। काठमाडौँ आएपछि मलाई पारिजात दिदीसँग भेट गर्ने इच्छा भयो। कसरी भेट गर्ने, त्यसैबाट बिरगंजका मेरा एउटा अर्कै मित्र थिए, उनी पनि साहित्यमा लागेका थिए, महेन्द्र बहादुर अमात्य। अहिले उहाँ हामीमा हुनुहुन्न। म र महेन्द्र बहादुर अमात्य पारिजात दिदीलाई भेट गर्नु भने त्यस वखत मलाई अलि धमिलो सम्झना छ, लेकिन साथ त म भन्न सक्दिनँ। त पाङ्गामा हो कि कहाँ हो, त्यस्तै कहाँ म भेट गर्नु गएको थिएँ। म
र महेन्द्र बहादुर अमात्यले दुईवटा लामो कविता पनि लेखेका थिए। उनले सुनाए पार्वतीलाई उहाँ असाध्यै प्रभावित हुनुभयो महेन्द्र बहादुर अमात्यको चाहिँ कविता सुनेर। अनि एउटा उपन्यासको पाण्डुलिपि पनि महेन्द्र बहादुर अमात्यले दिएको थियो। त्यसबाट मलाई अलि सम्झना छ शीर्षक पनि किनानीमा भन्ने एउटा उपन्यास पाण्डुलिपि थियो। त्यसरी महेन्द्रले त्यो उपन्यास प्रकाशित गरेन, के गर्यो तर आफ्नो दुईटै छोरीको नाम थियो, एउटाको नाम इना एउटाको नाम मिना त्यो राखेको छ। त्यो पछि थाहा पाइयो। अब यो महेन्द्रको नाम किन बढी लिइरहेछु भने महेन्द्र बहादुर अमात्यको एउटा अद्भुत प्रतिभा थियो। यहाँ पुरानो मान्छेहरूले मात्रै थाहा होला। यतिको बौद्धिक व्यक्तित्व मैले अहिलेसम्म भेट गर्न पाएको थिएँ। र महेन्द्र बहादुर अमात्यको बौद्धिकता, महेन्द्र बहादुर अमात्यको चाहिँ कुशल शैलीले, बोल्ने शैलीले पार्वतीले धेरै प्रभावित हुनुभएको थियो। त्यो कविता त पनि असाध्यै राम्रो थियो कविता। पछि त्यो प्रकाशित भएन। उनले आफ्नो त्यो साहित्यको क्षेत्रलाई लगभग त्याग गरे उनले। अनि त्यो कविता प्रकाशित भइसकेको त्यो सुनिसकेपछि हाम्रो भेटघाटपछि त्यस बेलाको पुराना पारिजात दिदीको अन्तर्वार्ताहरूमा हाम्रो नाम बराबर आउँथ्यो। उहाँले चाहिँ हाम्रो नाम बराबर पुरानो त्यो सामूहिक सङ्गालो भन्ने हुन्थ्यो। मैले सामूहिक सङ्कलन त्यो तपाईँहरूले अहिले प्राप्त गर्नुभयो र हेर्नुभयो भने त्यहाँ विमल निभा र महेन्द्र बहादुर अमात्य भन्ने नाम धेरै नै पाउनुभयो। महेन्द्र बहादुर अमात्यबाट पनि उहाँ असाध्यै नै प्रभावित हुनुहुन्छ पारिजात दिदी। त्यो प्रसङ्गवश मैले यहाँ भने अब त्यसपछि त अब महेन्द्र बहादुर अमात्यले खास साहित्यमाथि नै उनको लगाव रहेन। उहाँले त्याग गरिदिए। उनी वामपन्थी छात्र आन्दोलनका धेरै काम गरेका मानिस हुन् महेन्द्र बहादुर अमात्य। अब पछि उनले चाहिँ त्रिभुवन विश्वविद्यालयमा पढाए पनि अर्थशास्त्रमा। पछि उनी नेपालका धेरै ठुलो उद्योगपति पनि भए। सायद त्यो औषधीय क्षेत्रमा उनको त्यो उद्योग धेरै ठुलो नेपालमा नम्बर 1 भने पनि हुन्छ। हाम्रो मित्र सुभाषजीलाई पनि थाहा भयो विषयमा। त्यो म पनि असाध्यै प्रभावित भएँ महेन्द्र बहादुर भएको। यति भन्न खोजेको महेन्द्र बहादुर अमात्यले पछि अम्मु महेन नामले पनि केही कविताहरू प्रकाशित गरे। तर लगभग नगण्य त्यो अहिले चाहिँ तपाईँहरूले खोज्नुभयो भने त्यो प्राप्त गर्न सक्नुहुने छैन। दुर्भाग्यको कुरा हो कि उहाँले त्यो साहित्यको क्षेत्रलाई त्याग गरे। फेरि यो प्रसङ्गवश यति कुरा भने पछि अब फेरि प्रसङ्गवश एउटा कुरा भने हामीले वीरगन्जबाट हिमाली आवाज भन्ने पत्रिका निकाल्छौँ। त्यो त्यस बेलाको चाहिँ सामूहिक सङ्गालो हो। त्यसमा आबद्ध थियौँ। म पनि थिएँ, महेन्द्र बहादुर अमात्य पनि थिए। अनि तपाईँहरूलाई थाहा छ कि थाहा छैन, गणेश गौतम त्यस बेलाको असाध्यै चर्को त्यो अब पुरानो मानिसहरूलाई थाहा होला त्यो गणेश गौतम नाम। पछि उनले त्यो कविता पनि लेख्थे असाध्यै राम्रो, गणेश गौतम निधि नामले लेख्थे। पछि पञ्चायत कालमा उनलाई चाहिँ बेपत्ता पारियो र सायद उनको हत्या भइसकेको छ। उनी पनि बहुत एउटा प्रतिभाशाली व्यक्ति थिए। गणेश गौतम निधि, म, प्रमोद अधिकारी, रामकृष्ण श्रेष्ठ इत्यादिले मिलेर त्यो गोपाल गिरी पनि थियो होला, त्यो नवयुग पुस्तकालयको स्थापना गरेको थियो। त्यहीँबाट हिमाली आवाज थियो। र हिमाली आवाजमा पारिजातले धेरै सघाउ पुऱ्याउनुहुन्थ्यो। उहाँले एउटा कविता पनि पठाउनु भएको थियो, सायद त्यो राम साइला नामको
त्यो कविता उनको कविता सङ्ग्रहमा चाहिँ सङ्ग्रहित छ। मैले त्यो पारिजात दिदीको त्यो रामछाइला कविता पनि अलिक गीतात्मक खालको छ, त्यो बडो राम्रो छ। र त्यो मैले नै प्रकाशित गरेको हुँ भन्ने भन्दाखेरि अलिकति मलाई आफ्नो गौरव पनि भइरहेछ। त्यसैको लागि पनि मैले यहाँ उल्लेख गरेँ। त्यो मैले आफ्नो लागि उल्लेख गरेँ। त पारिजात दिदीको कविताहरू त प्रशस्त छन्। त्यसको त्यो साहित्यिक सुन्दरतामा, त्यसको साहित्यिक योगदानको कुरामा त्यता नजाउँदाखेरि भइसकेको छ। त्यसपछिको पारिजात दिदी मेरो सम्बन्धको एउटा यस्तो कालखण्ड पनि छ जसको विषयमा मैले भन्नु मलाई मन लाग्यो, म यहाँलाई भन्छु। त्यस बेलाको चाहिँ अहिले प्रदेश जस्तै प्रगतिशील लेखक कलाकार सङ्घ हुन्थ्यो, त्यसलाई प्रलेप भनिन्थ्यो। प्रदेश संक्षिप्तमा त्यो प्रलेपको 8 वर्षीय अवधिमा म पनि आबद्ध थिएँ। पारिजात दिदी पनि हुनुहुन्थ्यो, नारायण ढकाल, रघु पन्त, साहेब खगेन गाई इत्यादि। त्यो अवधिभरि चाहिँ पारिजात दिदीसँग मेरो सम्पर्कमा अलिकता कटुता उत्पन्न भयो, किनभने म भूमिगत नेकपा मालेको तर्फबाट थिएँ। अब हाम्रो चाहिँ त्यो रघु पन्त, म, नारायण ढकाल अनि पारिजात दिदी चाहिँ अब अर्कै मसाल मोटो अथवा पातलो थिए यस्तै। त्यहाँ अब सबै कुरा यहाँ व्याख्या गर्न त सम्भव नहोला। एउटा सानो कुरा बडो महत्त्वपूर्ण छ, त्यो भनिहाल्नु जस्तो लाग्यो मलाई। त्यहाँ एउटा कुरामा चाहिँ त्यो 8 वर्षमा हाम्रो चाहिँ त्यो एउटा टकराव, एउटा द्वन्द्व, एउटा सङ्घर्षको अवधि पनि रह्यो। र त्यसको दृष्टमा प्रतीकात्मक म के भन्छु भने एउटा शब्दमा झगडा भइरहेको थियो, द्वन्द्व भइरहेको थियो। त्यो 8 वर्षमा चलेको झगडा, एकातिर पारिजात दिदी, एकातिर हामी थियौँ। त्यो अनि त्यो शब्द थियो जनवाद राख्ने कि जनतान्त्रिक। अब जनवाद राख्ने मान्छेले चाहिँ तर्क कहिलेकाहीँ कुतर्क पनि राखेर जनवादै हुनुपर्छ भन्ने, अनि जनतान्त्रिक राख्नेले जनतान्त्रिक नै हुनुपर्ने भन्ने। अब यसो अङ्ग्रेजीमा अनुवाद भन्नुभयो भने डेमोक्रेसी दुवैको त्यही एउटै अर्थ, त्यसले दिने अर्थ प्रदान गर्ने त कुरो लगभग त्यही हो। तर अब यो अहमको टकराव भनौँ अथवा त्यस बेलाको राजनीतिक परिदृश्यको मानसिकता भनौँ अथवा के भनौँ, त्यो यथार्थ चाहिँ मैले आफैले भएकोले भन्छु। त्यसपछि अलिकति बिसाउनु भयो पारिजात दिदी। हामीले त्यसबाट एउटा पत्रिका निकाल्थ्यौँ, साहित्यिक पत्रिका लहर भन्ने थियो। म, साहित्यकार राजव, साहित्यकार नारायण ढकाल, 3 जना निकाल्थ्यौँ। अनि पहिलो अङ्कपछि दोस्रो अङ्क निकाल्दाखेरि पारिजात दिदीले एउटा पत्रात्मक टिप्पणी दिनुभएको थियो। त्यसमा उहाँको क्रोधको केही अंश थियो। उहाँले मेरो एउटा पहिलो अङ्कमा छापिएको बदमासको भाषण भन्ने एउटा व्यङ्ग थियो। विमल लिम्बाको यो व्यङ्गमा चाहिँ ठिकै छ, तर 1 लाइन मात्रै राम्रो छ भने त्यो लेख्नु, एक लाइन मात्रै राम्रो छ भनेर। नारायण ढकालको चाहिँ कथा छापिएको थियो 96। यो शीर्षक चाहिँ लेखसँग सङ्घर्ष शीर्षक हो उहाँले चाहिँ भन्नुभएको थियो। त्यो अहिले मलाई सम्झना छ। तर अब पारिजात दिदी जस्तो विराट व्यक्तित्वको अगाडि हेर्नु त पनि केही हुनै सक्दैन। उहाँ नेपाली साहित्यको एउटा यस्तो व्यक्तित्व हो जो व्यक्तित्व चाहिँ को त हामी त एउटा छाया पनि होइन। त्यो कहिलेकाहीँ त्यो भइरहन्छ। त्यो भइरहनमा चाहिँ न त मेरो दोष हो न नारायण ढकालको त्यो दोष, अथवा दोषै भन्ने हो भने त्यस बेलाको चाहिँ राजनीतिक क्षेत्रको हो। किनभने पछाडिबाट नेपथ्यबाट हामीलाई चाहिँ निर्देशन दिनेहरू पनि थिए, त्यसको नाउँ नभनौँ। त्यो नेपथ्य बलियो थियो, हामी नेपथ्यसँग भयभीत थियौँ। अनि नेपथ्यले चाहिँ भन्छ त्यो हिसाबको चाहिँ भनौँ न अभिनय गरेर हामी अभिशप्त थियौँ। हामीले गर्नुपर्छ अभिशप्त शब्द अलि मिलेन कि, किनभने त्यो त्यस बेलाको त्यो राजनीतिक चाहिँ सन्दर्भ चाहिँ त्यो त्यति ख्यालसफा गर्नुपर्ने खालको त होइन। त्यो एउटा चाहिँ बलशाली नै थियो। र त्यसमा चाहिँ केही हाम्रा
आपसी द्वन्द्वहरूले कारणले गर्दाखेरि यस किसिमको चाहिँ कहिलेकाहीँ त्यो प्रहसन पनि हुने गर्छ, त्यसलाई त्यो प्रहसनको रूपमा मात्रै राखौँ। वास्तवमा पारिजात दिदीसँग त्यसपछि पनि मेरो बराबर सम्पर्क भइरह्यो। उहाँले मेरो कवितालाई असाध्यै रुचाउनुहुन्थ्यो र मैले कुनै आफ्नो आत्म मेरो होइन प्रचार होइन, उहाँले मेरो आगोनिरो उभिएको मानिसको पटक पटक उठाइ गर्नुभएको थियो। त्यो कविताले असाध्यै उहाँ मन पराउनुहुन्थ्यो। तर एउटा कवितामा भने उहाँको रिजल्ट आयो। बाँस भन्ने एउटा कविता थियो, के लेखेको विमलले? बाँस भन्छ, यता एउटा तल्लामा बाँस छ, एउटा तल्लामा के छ विमलको यो कविता अलि मिलेन कि भनेर उहाँले भन्नुहुन्थ्यो। एकपल्ट मलाई पनि भन्नुभयो। तर अब त्यो उहाँको चाहिँ त्यो टिप्पणीलाई मैले एउटा मलाई माया गर्ने व्यक्तिको शब्दहरू ठानेर सिरोपर गरेँ। किनभने सबैको आफ्नो आफ्नो विचार हुन्छ र मेरो कविताप्रति उहाँको चाहिँ विचार त लगभग सकारात्मक नै हो। उहाँले मलाई धेरै नै कविताको विषयमा उहाँले चाहिँ मन पराउनुहुन्थ्यो। र जहाँसम्म पारिजात दिदीले मैले मन पराउने कुरा हो, उहाँले मैले त के सारा नेपाली समाजले उहाँले मन पराएर पारिजात दिदी भनेर सम्बोधन गर्नुभयो। तर आज म पारिजात दिदीलाई स्थगित गरेर पारिजात नेपाली साहित्यको आमा भनेर भन्न चाहन्छु। उहाँको त्यो विराट व्यक्तित्व, त्यो सृजनशीलतामा त्यो चुम्बकीय गुण थियो, जसले गर्दाखेरि उनले सारा चाहिँ नेपाली साहित्यमा त्यो उनलाई चाहिँ गाली गर्ने व्यक्ति होस्, उनलाई माया गर्ने व्यक्ति होस्, उनीलाई चाहिँ उनसँग ईर्ष्या गर्ने व्यक्ति होस्, सबलाई चाहिँ एकजुट पार्ने उहाँको त्यो व्यक्तित्वमा क्षमता थियो र त्यो पछिसम्म रहिरहेको थियो। त्यो अद्भुत गुण थियो, त्यो अद्भुत चाहिँ उहाँमा त्यो गुण थियो। त्यसैले गर्दाखेरि आज उहाँलाई वामपन्थीहरूले मात्र होइन, गैर वामपन्थीहरूले त्यतिकै मन पराउँछ। त्यसको कारणहरू छन्। किनभने उहाँको त्यो लेखन, उहाँको चाहिँ त्यो क्षमताले गरेको हो, त्यो कुनै व्यक्ति विशेषले गरेको होइन, त्यो लेखन क्षमता नै हो उहाँको पुस्तकहरू हुने त्यो साहित्यिक सिप र त्यो गुणले गर्दा गएको। त्यसले गर्दा पारिजात दिदीलाई चाहिँ म चाहिँ मैले नेपाली साहित्यको आमा हुँ। अब यो यहाँहरूले चाहिँ कतिको स्वीकार गर्नुहुन्छ गर्नुहुन्न, मेरो आफ्नो व्यक्तित्व कुरा भने। र अन्त्यमा म नेपाली साहित्यको आमालाई आफ्नो एउटा सानो कविता समर्पण गर्न चाहन्छु। त्यसपछि विदा गर्छु। त्यो कविता मेरो प्रकाशित कविता नै हो, तर अब यो कविता यहाँ पढ्ने इच्छा भयो मलाई। त्यो पारिजात दिदीप्रति समर्पित छ कविता, समर्पित गरेँ मैले, एकदम समर्पित छैन। अलिकति चस्मा लाउनु पर्ने स्थिति छ। नेपाली साहित्यको आमालाई मेरो सानो कविता। मेरो कविताको शीर्षक हो पुत्री। पूर्व दिशामा नजानु पुत्री, त्यता मानिस मन्दी छ। पूर्व दिशामा नजानु पुत्री, त्यता मानिस मन्दी छ। पश्चिम दिशामा नजानु पुत्री, त्यता राजाको हरम छ। पश्चिम दिशामा नजानु पुत्री, त्यता राजाको हरम छ। उत्तर दिशामा नजानु पुत्री, त्यता आधुनिक स्त्री बजार छ। उत्तर दिशामा नजानु पुत्री, त्यता आधुनिक स्त्री बजार छ। दक्षिण दिशामा नजानु पुत्री, त्यता मत पुरुष सत्ता छ। दक्षिण दिशामा नजानु पुत्री, त्यता मत पुरुष सत्ता छ। आफ्नै कोखमा प्रवेश गर्नु पुत्री। धन्यवाद। विमल दिवाजीमा र म के कुरा स्मरण गर्न चाहन्छु भने विमल दिवाजी हामी सधैँभरि कविता लेख्ने कवि। उहाँ सधैँभरि न्युरोडको वरिपरि पिपल बोर्ड त्यहाँ वरिपरि हामी भेट्ने र कविता सुन्ने र सुनाउने बिचको जीवनयात्रा आज यहाँसम्म उहाँले लिएर आउनुभयो। आज पनि हामीलाई कविता सुनाइदिनु भयो। र हामी यो पारिजात स्मृति केन्द्रले यो पारिजात स्मृति ग्रन्थ, पारिजात दिदी व्यक्ति भएपछि हामीले एउटा स्मृति ग्रन्थ
प्रकाशन गरेका थियौँ। त्यो स्मृति ग्रन्थलाई हामी पुनर्लेखन गर्न गइरहेका छौँ। आज विमल निवाजीले जहाँ यति राम्रा कुराहरू यहाँ हाम्रो बिचमा सुनाउनु भयो, त्यसलाई त्यो स्मृति ग्रन्थमा हामीले सङ्कलन गर्न पायो भने अति नै उत्तम हुनेछ मलाई लागेको छ र उहाँले त्यो लेखेर पनि दिनुहुनेछ भन्ने कुरा मैले अनुभूति गरेको छु। र अरू पनि मित्रहरू जसले आफ्नो परिवारसँग सम्बन्धित आफ्ना स्मृतिका केही पानाहरू छन् भने हामीलाई त्यो लेखेर दिदिनु भयो भने त्यो स्मृति ग्रन्थमा हामी त्यसलाई सङ्कलन गरेर चाहिँ प्रकाशन गर्न गइरहेको छु। त्यसमा सङ्कलन गर्न जानेछौँ। म आज यो कार्यक्रमको अन्तिम चरणमा म पुगेको छु र आज कार्यक्रम सञ्चालन गर्दा मर्यादाको क्रममा सम्मान गर्नुपर्ने व्यक्तित्वहरू छुट्न गएको त्यस्तो छ भने र मेरा शब्दहरू तलमाथि पढ्न गएको केही छ भने म क्षमा याचना गर्दै यहाँहरूको गरिमामा यो उपस्थिति जुन आज यो कार्यक्रममा भयो त्यसको लागि पनि म हार्दिक धन्यवाद दिँदै आज यो कार्यक्रमलाई यहाँसम्म ल्याउनको लागि हाम्रो कार्य समितिका हाम्रा अध्यक्षज्यू र हाम्रो उपाध्यक्षज्यू र कोषाध्यक्षज्यू र सम्पूर्ण कार्य समितिका मित्र सँगसँगै पनि यो पारिजात स्मृति केन्द्रका हाम्रो निर्देशक तिलक चामलिङज्यूको जुन एउटा अथक मिहिनेतको प्रयासबाट हामी यहाँ उभिन पायौँ, त्यसको लागि उहाँहरूलाई पनि म हार्दिक धन्यवाद दिँदै तपाईँहरू यहाँबाट निस्किने बेलामा तपाईँहरूको ठाउँमा आसन ग्रहण गर्नुभएको ठाउँमा हामी खाजा पुर्याइदिने प्रयत्न गर्नेछौँ। खाजा लिएर तपाईँहरू जानुहुनेछ र म अब यो कार्यक्रमलाई अन्त गरिदिनुको लागि सम्बोधन साथ धन्यवाद दिइदिनुहुनुको लागि पनि म आदरणीय पारिजात स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दलितज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। पारिजात स्मृति केन्द्रको पुस्तकालयको लागि के पुस्तक ल्याइदिनु भएको छ त्यो पुस्तक हाम्रा अध्यक्षज्यूलाई हस्तान्तरण गरिदिन म विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्झेर उहाँको कार्यक्रममा हाम्रो निम्तालाई स्वीकार गरेर आइदिनु भएकोमा यहाँहरू सबैलाई म हार्दिक धन्यवाद आभार प्रकट गर्न चाहन्छु। यहाँ कतिजना विभिन्न सङ्घ संस्थाका अध्यक्ष हुनुहुन्छ, सदस्य हुनुहुन्छ, सचिव हुनुहुन्छ, सबैले हाम्रो निम्ता स्वीकार र यो कार्यक्रमलाई गरिमामय पारिदिनुमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। पारिजात मिस बारे धेरैले धेरै कुरा सुनिसक्नु भएको छ। अघि हिसिरा एमीजीले चाहिँ पारिजात मिसलाई चाहिँ याइभन्दा माथि राख्नु भएको छ। एक किसिमले त्यो राम्रो खुसी लाग्यो हो पनि है। अनि त्यसै गरी विमल निवास सरले भन्नुभयो उहाँ साहित्यको आमा भन्नुभयो, त्यसमा पनि एकदम खुसी लाग्छ। धेरै धेरै धन्यवाद सरलाई पनि। यहाँ सबैलाई पारिजात मिससँग आफ्नो नाता छ, आफ्नो उहाँहरूको अनुभव छ। मेरो चाहिँ पर्सनल नाता, मेरो चाहिँ पारिजात मिस किनभने पनि म मदन मेमोरियल स्कुलमा भर्ना हुन जाँदा एक दिनको मिस हो, त्यही भएर म सधैँ उहाँलाई मिस भन्छु। तपाईँहरूको सबैको दिदी मेरो चाहिँ मिस हो। तर जे होस् आजको कार्यक्रममा यसरी पालिदिनु भएर सबैले हाम्रो कार्यक्रमलाई सफल पारिदिनु भएकोमा धेरै धेरै धन्यवाद। ल यही नै आज कार्यक्रम सकियो भनेर घोषणा गर्छु। ल थ्याङ्क यू भेरी मच। यहाँहरूको जे जति सिर्जनाहरू छ दिनुभयो भने खास गरी पारिजात मिसले लेख्नु भएको र पारिजात बारे कसैले केही लेख्नु भएको छ भने तपाईँहरूले चाहिँ दिनुहुन विनम्र अनुरोध पनि गर्दछु। थ्याङ्क यू। तेज प्रकाश सरले, बिन्दा म्याडमले जुन दिनुभयो, इट इज भेरी भेरी भ्यालुएबल टु आवर लाइब्रेरी। थ्याङ्क यू भेरी मच।